कर्मज्ञान युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ हामी 29th नेपाल फार्मेसी काउन्सिलमा सोधेका क्वेसनहरू र उस्तै सिमुलिनियस क्वेसनहरू चाहिँ आज हामी सल्भ गर्छौँ अनि प्र्याक्टिस गर्छौँ होइन। त्योमा चाहिँ हाम्रो क्वेसनका एक्सप्लानेसन पनि हुन्छ। टोटल 70 क्वेसन हाम्रो हुन्छ अनि अलि टाइम लाग्ने हुन्छ होइन, ठुलो ठुलो भिडियो बन्न सक्छ। सबै क्वेसन तपाईँले अब मेन मेन पोइन्टहरू एक्सप्लानेसनको अब कुन कुन छ भनेर त्यो अनुसार टिप्दै पढ्दै जाँदाखेरि इजी हुन्छ है। ब्याचलर फार्मेसीको लागि र डिप्लोमाको लागि पनि यो मिक्स दुइटैको मिक्स गरेर यो क्वेसन चाहिँ बनाएको छौँ हामी होइन। योमा एक्सप्लेन गर्ने जति क्वेसनहरू हुन्छ होइन, त्यो तरिकाले तपाईँहरूले प्र्याक्टिस चाहिँ गर्नु है। ल, हामी चाहिँ फर्स्ट क्वेसन नम्बरबाट स्टार्ट गरौँ है। एमोक्सासिलिन डिफर फ्रम एम्पिसिलिन मेनली बाई है। एमोक्सासिलिन एम्पिसिलिनसँग कसरी फरक छ भनेर सोधेको छ। प्रेजेन्स अफ सल्फर, त्यसपछि प्रेजेन्स अफ हाइड्रोक्सी ग्रुप, प्रेजेन्स अफ इस्टर लिङ्केज, प्रेजेन्स अफ डबल बोन्ड भनेर तपाईँलाई अप्सन छ है। योमा हाइड्रोक्सी बोन्ड ग्रुप चाहिँ एउटा एक्स्ट्रा लागेको हुन्छ, त्यही भएर करेक्ट अप्सन तपाईँलाई प्रेजेन्स अफ हाइड्रोक्सी ग्रुप छ। यहाँ स्ट्रक्चर पनि हेर्न सक्छौँ हामी। हामी एम्पिसिलिनमा चाहिँ बेन्जिङ रिङ चाहिँ नर्मल छ भन्दाखेरि, अर्कोमा तपाईँलाई एमोक्सासिलिन हेर्नुभयो भने योमा चाहिँ हाइड्रोक्सी ग्रुपको प्रेजेन्स छ होइन, त्यही भएर प्रेजेन्स अफ हाइड्रोक्सी ग्रुप हुन्छ। यो यस्ता क्वेसनहरू तपाईँले ब्याचलर फार्मेसीमा विशेष गरेर सोधेर हुन्छ। 2 नम्बर क्वेसनमा चाहिँ तपाईँलाई द टर्म टेली मिन्स है, टेलीको मिनिङ के हो भनेर तपाईँलाई सोधेछ। अप्सनमा चाहिँ तपाईँलाई टेक्नोलोजी, बीमा चाहिँ तपाईँलाई ट्रान्समिसन, सीमा डिस्टेन्स र डीमा तपाईँले ट्रिटमेन्ट भनेर छ है। अब टेली वर्ड सुन्ने बित्तिकै हामीले ट्रिटमेन्ट हो जस्तो लाग्छ होइन, तर यो ट्रिटमेन्ट यसको मिनिङ होइन। यसको मिनिङ तपाईँलाई डिस्टान्स हुन्छ, बुझ्नु पर्यो यो कुरा। अनि यो ब्याचलर डिप्लोमामा यो लेभलका क्वेसन तपाईँलाई सोध्न सक्छ है। डिस्टान्स यसको मिनिङ हो र टेलिका यो विशेष गरेर तपाईँले ग्रिक वर्डबाट आएको हो र यो हाम्रो फार्मेसी सेक्टरमा या भनौँ कि हेल्थ सेक्टरमा टेलिमेडिसिन, टेलिफार्मेसी जस्ता वर्डहरूमा चाहिँ विशेष गरेर हुन्छ, जुन चाहिँ रुरल एरियाहरूमा या डिस्टान्स भएका लोकेसनहरूमा होइन, त्यस्तो प्रोफेसनलहरू मिलेर काम गरिरहेको हुन्छ। त्यस्तो ठाउँको या त्यस्तो ठाउँमा हेल्थ केयर प्रोभाइड गरिरहेका सिनारीहरूलाई रिप्रेजेन्ट गर्ने गर्छ टेलिवर्ड लगाएर है। जस्तो कि हामीले यदि टेलिकम्युनिकेसनहरू युज गरेर चाहिँ दूर ठाउँमा भएका फिजिसियन या कुनै डक्टरहरू छ भने उनीहरूसँग कन्सर्न गरेर, या कुनै फार्मेसी नै छ भने उनीहरूसँग कन्सर्न गरेर काम गर्नु पर्ने छ भने त्यस्ता कन्डिसनमा टेली भन्ने वर्डहरू हामीले युज गरिरहेको हुन्छ। मिनिङ मात्र सोध्छ, यसको तपाईँलाई धेरै डिपमा चाहिँ सोध्दैन। अनि इन द इको मोडेल युज्ड इन हेल्थ केयर आउटकम इभ्यालुएसन, वाट डज द लेटर ई स्ट्यान्ड फोर है। इको मोडेलमा तपाईँलाई इको मिनिङ के हो या इको फुल फर्म के हो, इको फुल फर्ममा तपाईँलाई ई के रिप्रेजेन्ट गर्छ भनेर सोधेर छ। एजुकेसन हो कि इभ्यालुएसन हो कि एक्सटेन्सन हो कि इभिडेन्स हो। यसको करेक्ट अप्सन तपाईँलाई सी एक्सटेन्सन हुन्छ है। अनि यो तपाईँले सोध्ने एमसिक्यूहरूमा पढ्न जान्छ। एक्सप्लेनेसन हेर्ने हो भने तपाईँलाई इकोको फुल फर्म तपाईँलाई ई भनेको एक्सटेन्सन छ, सी भनेको तपाईँलाई कम्युनिटी, एच भनेको हेल्थ केयर र ओ भनेको आउटकम हुन्छ। एक्सटेन्सन फर कम्युनिटी हेल्थ केयर आउटकम भनेर यसको एक वर्डमा हेर्ने हो भने यो हुन्छ। यो विशेष गरेर हामीले चाहिँ टेलिमोनिटरिङ भर्खर हामीले पढिरहेको थियौँ माथि चाहिँ टेलीको मिनिङ के हुन्छ भनेर। त्यो तरिकाले चाहिँ अब डिफ्रेन्ट स्पेसिलिटीहरू फार्मेसी सँगसँगै अर्को हेल्थ प्रोफेसनलहरूलाई पनि कनेक्ट गर्नको लागि इकोहरूको युज गरिएको तपाईँलाई हुन्छ है। ल, अफ 4 नम्बर क्वेसनमा छ तपाईँलाई वाट इज द स्पेसिफिक एन्टिडोट फर मिथानोल पोइजनिङ। मिथानोल भनेको तपाईँलाई अब इथानोल र मिथानोल हुन्छ होइन। अब इथानोल भनेको कन्ज्युम गर्ने अल्कोहलमा पर्छ भन्दाखेरि मिथानोल भनेको तपाईँलाई पोइजनस हुन्छ। अनि त्यही भएर अब यसको एन्टिडोट के हो। सबभन्दा पहिला अब मिथानोल छ भने मिथानोल अनि इथानोल दुइटै चाहिँ एउटै रिसेप्टरमा बाइन्ड भएर आफ्नो एक्सन सो गर्छ होइन। त्यही भएर यसको एन्टिडोटमा हामीले इथानोल पनि दिन सक्छौँ। मिथानोलको पोइजनिङमा हामी चाहिँ इथानोल पनि दिन मिल्छ होइन। अब यहाँ चाहिँ अब हेर्दाखेरि हामीले ए अप्सनमा नेलोक्जोन छ, बीमा तपाईँलाई एट्रोपिन छ, सी नम्बरमा इथानोल छ र फमा पिजुअल छ है। दुइटै युज गर्नु मिल्छ। भिटामिन डी के अरे भिटामिन के पनि छ डी नम्बरमा। तपाईँले यसको करेक्ट अप्सन सी हुन्छ, इथानोल अनि फोमे पिजुअल भनेर चाहिँ। अब यो चाहिँ क्वेसनमा तपाईँलाई सोधियो भने तपाईँलाई इथानोल नराख्न पनि सक्छ नेक्स्ट टाइम होइन। त्यही भएर तपाईँले दुइटै अप्सन चाहिँ बुझिराख्नु। अब मिथानोल के गर्छ कि तपाईँलाई फर्मिक एसिडमा कन्भर्ट हुन्छ होइन, फर्मल्डिहाइड हुन्छ। अब यो विशेष गरेर अल्कोहल डिहाइड्रोजिनेज इन्जाइम हुन्छ, त्यो इन्जाइमले चाहिँ मिथानोललाई पनि र इथानोललाई पनि बाई प्रोडक्टमा लग्छ होइन। अब मिथानोललाई चाहिँ तपाईँलाई फर्मल्डिहाइडमा हुन्छ र त्यसपछि तपाईँलाई फर्मिक एसिडमा
कन्भर्ट हुन्छ। फर्मिक एसिड भनेको तपाईँलाई टक्सिक मेटाबोलाइट हो या टक्सिक नेचरका हुन्छ, त्यही भएर यो चाहिँ हामीलाई कन्ज्युम गरिसकेपछि, मिथानोल कन्ज्युम गरिसकेपछि फर्मिक एसिड बन्ने हुन्छ। अनि यसैलाई रोक्नको लागि विशेष गरेर हामीले जुन अल्कोहल डिहाइड्रोजिनेज इन्जाइम हुन्छ त्यसलाई चाहिँ हामी इन्हिबिट गर्छौँ। यदि इन्जाइम नै भएन भने फर्मिक एसिडमा कन्भर्ट नै हुन पाउँदैन है। यदि हामीले त्यति बेला चाहिँ इथानोल दिएका छौँ भने इथानोलले चाहिँ जुन इन्जाइम छ त्यो इन्जाइम कन्ज्युम गरिदिन्छ होइन। अनि अर्कोमा चाहिँ तपाईँलाई मेटाबोलाइट जुन रिसेप्टरमा बाइन्ड हुन्छ, रिसेप्टरमा पनि इथानोल बाइन्ड भएर अलिक प्रिभेन्ट गर्ने गर्छ होइन। अब यो तरिकाले हुन्छ। अलिक बढी कन्डिसन, अलिक वर्स कन्डिसन भयो भने त्यति बेला हामीले चाहिँ त्यसमा हेमोडायलाइसिसतिर पनि जान पर्छ है। त्यस्तो कन्डिसनमा त्यो अलिक बढी रेयर कन्डिसनहरू हुन्छ। फर्मिक एसिडलाई हामीले चाहिँ रिमुभ गर्नको लागि भनौँ मिथानोल रिमुभ गर्छौँ बडीबाट, या फर्मिक एसिडलाई हामीले बढ्न दिँदैनौँ। विशेष गरेर हाम्रो यो हुन्छ मेन एम। अनि चाहिँ हेमोडायलाइसिस त्यही लिएर गरिन्छ, यानि मिथानोललाई रिमुभ गर्ने र फर्मिक एसिडलाई रिमुभ गर्ने हाम्रो बडीबाट मेन त्यसको काम है। अनि अब मेन अब अर्को सपोर्टिभ ट्रिटमेन्टहरू पनि योमा दिनुपर्ने हुन्छ होइन। अब फर्मल यो तपाईँलाई एल्कोहल डिहाइड्रोजिनेज इन्जाइमलाई नै इन्हिबिट गर्छौँ हामी विशेष गरेर, त्यो तरिकाले यो काम गरिरहेको हुन्छ होला। अब 5 नम्बरको क्वेसनमा तपाईँलाई विच कम्बिनेसन अफ ड्रग इज द स्ट्यान्डर्ड ट्रिटमेन्ट फर अर्गेनोफस्फोरस पोइजनिङ। अर्गेनोफस्फोरस पोइजनिङको लागि कुन कम्बिनेसन योमा राम्रो हुन्छ भनेर सोधेछ। नेलोक्जोन, डाइजेपाम, एट्रोपिन, प्रालिडोक्सिम, त्यसपछि इडिटिए, बाल, अनि भिटामिन के र प्रोटिन प्रोटामाइन भयो है। प्रोटामाइन सल्फेट भनेर पनि यस्तो अप्सन दिएर हुन्छ। तपाईँलाई करेक्ट अप्सन तपाईँलाई एट्रोपिन र प्रालिडोक्सिमिसको अर्गेनोफस्फोरस पोइजनिङको हुन्छ। अनि यो सोध्ने कुनै कुनै तपाईँलाई एमसिक्यू सोद्धाखेरि एउटा अप्सन पनि दिन सक्छ है। त्यति बेला चाहिँ बुझ्नु एट्रोपिन पनि हो र प्रालिडोक्सिम भनेको पनि हो, दुइटै तपाईँलाई हो है। ल अब यो एक्सप्लेनेसनको लागि अर्गेनोफस्फोरस पोइजनिङको तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन। अर्गेनोफस्फोरस पोइजनिङ तपाईँलाई स्टाइलकोलिन इन्जाइमलाई इन्हिबिट गरेर काम गरेर हुन्छ। अनि यही तरिकाले यो डिटेलमा पनि बुझ्दा हुन्छ, तर एमसिक्यू यस्तै यस्ता टाइपका एमसिक्यू बेचलर र डिप्लोमाको लागि कम्बिनेसनमा तपाईँलाई सोध्न सक्छ है। म अलि फास्टमा लगिदिन्छु होइन, तपाईँहरूले चाहिँ यो स्क्रिनसट गर्न सक्नुहुन्छ या त त्यसलाई पज गरेर तपाईँहरूले लेखेर पनि पढ्न सक्नुहुन्छ। धेरै इम्पोर्टेन्ट छ यो सोध्ने एमसिक्यूहरू र सोधेकै हो 29th इक्जाममै तपाईँहरूलाई सोधेको छ। 6 नम्बर एमसिक्यूमा छ विच अफ द फ्लोइङ इज ए डोपामिन प्रिकसर युज इन द ट्रिटमेन्ट अफ पार्किन्सन डिजिज। पार्किन्सन डिजिजमा तपाईँलाई युज हुने डोपामिनको प्रिकसर कुन हो भनेर तपाईँलाई सोधेको छ। अप्सन तपाईँलाई ब्रोमोक्रिप्टिन छ, अर्को तपाईँलाई एम्टाडिन छ, अर्को तपाईँलाई लेभोडोपा छ, अनि अर्को चाहिँ सिलेक्जिन छ। अब लेभोडोपा हामीलाई थाहा छ, लेभोडोपा भनेको तपाईँलाई लेबर रोटेटरी फर्म हो तपाईँलाई डोपाइमिनको होइन। डोपाइमिन आफैमा तपाईँलाई ब्रेन ब्रेरियर क्रस गर्न सक्दैन होइन, बिबिबी भन्छ, त्यो चाहिँ क्रस गर्न सक्दैन होइन। त्यही भएर तपाईँले लेभोडोपामा यसलाई कन्भर्ट गरिदिन्छ। लेभोडोपाले ब्रेन ब्रेरियर क्रस गर्छ होइन। अनि त्यो बेरियर क्रस गरिसकेपछि मेटाबोलाइज हुन्छ, लेभोडोपा चाहिँ डोपाइमिनमा मेटाबोलाइज भएर हुन्छ। अनि अर्को चाहिँ लेभोडोपासँग तपाईँलाई कम्बिनेसनमा कार्बिडोपा पनि दिन्छ। कार्बिडोपाले के गर्छ भन्दाखेरि विशेष गरेर जुन कार्बिडोपा के अरे लेभोडोपाको मेटाबोलिजम हुन्छ यो ब्लडमा पनि तपाईँले मेटाबोलाइज हुनसक्छ, अर्को फर्ममा कन्भर्ट हुनसक्छ। त्यही भएर त्यो कन्भर्ट नहुनको लागि चाहिँ कार्बिडोपा चाहिँ दिएको हो है। त्यो चाहिँ बुझ्नुपर्छ। बेसल गेङ्ग्लियामा गएर चाहिँ डोपामिनको लेभलले चाहिँ बढाउने गर्ने गर्छ है। त्यो तरिकाले यो काम गर्छ है। पार्किन्सन डिजिजमा दिन्छ है, धेरै मोस्ट इम्पोर्टेन्ट कुरा त्यो हो है। ल कार्बिडोपासँग कम्बिनेसनमा दिइन्छ भनेर यहाँ चाहिँ मैले त्यो कुरा राखिदिएको छु। पेरिफेरल डोपामिन जाइले इन्जाइमलाई विशेष गरेर इन्हिबिट गर्छ, जुन इन्जाइमले लेभोडोपालाई तपाईँले अर्को फर्ममा कन्भर्ट हुन दिँदैन होइन। किनभने लेभोडोपा तपाईँलाई ब्रेन ब्रेड क्रस गरेर होइन तपाईँलाई सिएनएसमा गएर काम गर्नुपर्ने छ होइन। त्यहाँसम्म पुग्नको लागि यसलाई चाहिँ लेभोडोपा फर्ममै बस्नुपर्छ। यसलाई चाहिँ मेटाबोलाइज भएर या अर्को फर्ममा कन्भर्ट हुनु भएन, त्यो चाहिँ ब्रेनभित्र गएर होइन बेसल गेङ्ग्लियामा अब यो काम गर्छ। त्यहाँसम्म पुग्नु पर्यो पहिला है। त्यहाँसम्म पुगेर अनि त्यसपछि लेभोडोपाबाट के अरे डोपामिनमा चाहिँ कन्भर्ट हुनुपर्छ। त्यो मेन एमलाई चाहिँ हामीले स्योर गर्नको लागि कार्बिडोपा पनि दिन्छौँ कि पेरिफेरल रिजनमा चाहिँ यो चाहिँ कन्भर्ट नहोस्, अर्को फर्ममा कन्भर्ट चाहिँ नहोस् भनेर। 7 नम्बरको क्वेसन, इनालाप्रिल इज अ प्रोड्रग। इनालाप्रिल भनेको प्रोड्रग हो, यो कसको प्रोड्रग हो भनेर सोधेर चाहिँ तपाईँलाई रामिप्रिल छ कि प्रिलेट छ कि क्याप्टोप्रिल छ कि साटन भनेर छ होइन। तपाईँले अब यस्तो हेर्दाखेरि अब यहाँ इनालाप्रिल छ होइन, अब अर्कोमा प्रिल भनेर सुन्दाखेरि अब कुन हो जस्तो हुनसक्छ।
प्रिलेटको यो चाहिँ तपाईँलाई के भन्छ भन्दाखेरि प्रोड्रग चाहिँ यो हो होइन। यो अब फार्माकोलोजीबाट प्रोड्रगहरू तपाईँलाई पढ्नुपर्छ, बुझ्नुपर्छ। प्रोडक्ट धेरै इम्पोर्टेन्ट हो होइन। अनि तपाईँले इक्जाम्पल पनि सोध्छ कहिलेकाहीँ। अनि प्रोड्रग भनेको के हो डिफिनेसन पनि सोध्न सक्यो। प्रोड्रग भनेको तपाईँलाई लेस एक्टिभ या इनएक्टिभ फर्म अफ ड्रग हो जुन चाहिँ मेटाबोलिजम पछि नै आफ्नो एक्टिभिटी गेन गर्छ है। डिफ्रेन्ट एमका लागि प्रोड्रग बनाइन्छ। सपोज मानौँ कि कुनै पनि अब त्यस्तो भर्खरै हामी चाहिँ लेभोडोपा कार्बिडोपाका कुरा गरिरहेको थियौँ, के अरे लेभोडोपा अनि डोपामिनका कुरा गरिरहेको थियौँ हामी होइन। अब डोपाइमिनको प्रो फर्ममा तपाईँलाई लेभोडोपालाई भन्न मिल्छ होइन, किनभने त्यसलाई मोडिफाई स्ट्रक्चर मोडिफाई गरेर होइन लेभो रोटेटरी बनाएर तपाईँलाई त्यो तरिकाले त्यो इन्जाइमबाट बचाउनको लागि या त्यसको ब्लड ब्रेन बेरियर क्रस गरोस् भनेर चाहिँ त्यो एमले बनाएको छ। अर्को तपाईँलाई टेस्टहरू मार्क्स गर्नको लागि तपाईँलाई बनाउन सकिन्छ होइन। डिफ्रेन्ट रिजनहरू हुन्छ, त्यो रिजनले चाहिँ ड्रगलाई प्रोड्रगमा बनाइन्छ। मेटाबोलिजम पछि चाहिँ आफ्नो रियल एक्टिभ फर्ममा चाहिँ कन्भर्ट चाहिँ हुनु पर्यो है। यो कुरा यसको मेन क्यारेक्टर चाहिँ त्यो हुन्छ है। जुन बाई प्रोडक्ट त्यसको निस्किन्छ त्यो चाहिँ इनएक्टिभ या भनौँ कि तपाईँलाई नन टक्सिक हुनु पर्यो। त्यसले त तपाईँलाई यसको क्राइटेरियाहरू हुनुपर्छ ल। अब यो तरिकाले हामीले हेऱ्यौँ भने यहाँ हामीले मजाले हेर्न सक्छौँ होइन। ल यहाँ चाहिँ तपाईँलाई कुन पनि ड्रग छ भने ड्रग मोइटी हुन्छ र ड्रग हुन्छ। मोइटी भनेको तपाईँलाई प्रो ड्रग बनाउनको लागि एउटा के भन्ने अब सपोर्टिभ क्यारेक्टर हुन्छ जसले चाहिँ प्रो ड्रगमा कन्भर्ट गर्नमा चाहिँ मद्दत गरिरहेको हुन्छ। अनि त्यो बेरियर हाम्रो क्रस गरिसकेपछि चाहिँ मोइटी र प्रोमोइटी भनौँ होइन। अनि त्यसपछि तपाईँलाई क्यारियर भन्छ, क्यारियर क्यारियर पनि भन्न मिल्छ प्रोमोइटीलाई। क्यारियर र ड्रगलाई चाहिँ सेपरेट हुनुपर्छ र सेपरेट भइसकेपछि जुन चाहिँ प्रोमोइटी फेरि सेपरेट भइरहेछ त्यो चाहिँ नन टक्सिक हुनु पर्यो होइन। अनि त्यसपछि त्यसले कुनै पनि साइड इफेक्ट देखाउनु भएन, त्यो चाहिँ इनएक्टिभ हुनु पर्यो, बडीबाट चाहिँ राम्रो तरिकाले निस्केर जानु पर्यो, त्यो कुराहरू हुन्छ। र ड्रगले त आफ्नो एक्टिभ फर्ममा आइहाल्छ, त्यसपछि ड्रगले त आफ्नो काम देखाउने नै भइहाल्छ है, त्यो कुरा बुझ्नु पर्यो। 8 नम्बर क्वेसनमा चाहिँ तपाईँलाई द फाइन फोर कजिङ मिसकेरेज अफ फिटस अफ 28 विक्स अर मोर इज है। अब यस्तो यो क्वेसन कतिचोटि रिपिट तपाईँहरूलाई भएको छ है। 28 विक्स फिटसको मिसकेरेज भयो कुनै ड्रग कन्ज्युम गरेर भने त्यस्तो कन्डिसनमा कतिको फाइन हुन सक्छ भनेर तपाईँलाई सोधेको छ। फाइन कसलाई हुन्छ? फाइन तपाईँलाई दोषीलाई हुन्छ, जसले या त बिना प्रिस्क्रिप्सन कसैले फार्मेसिस्टले प्रिस्क्राइब गरिदियो भने त्यति बेला त्यो दोषी हुन गयो। कुनै डक्टरले तपाईँलाई प्रिस्क्राइब गरिदिएको छ त्यस्तो कन्डिसनमा भने त्यो डक्टरले त्यति बेला चाहिँ दोषी हुने भयो होइन। अब यो चाहिँ अब कोर्टमा गएर नि मात्र त्यो कुरा चाहिँ फाइन पत्ता लाग्छ। योमा चाहिँ दुईवटा हुन्छ, 28 विक्स र त्योभन्दा बढी भयो भने तपाईँलाई 25,000 हुन्छ, र 28 विक्सभन्दा कम भयो भने तपाईँलाई 10,000 चाहिँ फाइन हुन्छ है यसको। अनि अरू चाहिँ कतिको क्षतिपूर्ति भएको छ त्यो अनुसार तपाईँलाई अर्को अर्को ऐन कानुन पनि लाग्छ। तर यहाँ चाहिँ हामीले पढ्दाखेरि 28 विक्सभन्दा कम छ भने 10,000, 28 विक्स र त्योभन्दा माथि छ भने 25,000 चाहिँ फाइन हुन्छ है। ल यो कुरा चाहिँ धेरै इम्पोर्टेन्ट छ, यो दुईवटा पोइन्ट चाहिँ मजाले रट्नु। यो अहिले पनि सोध्छ, पछि पनि सोध्छ र सोधेको पनि छ यो क्वेसन। त्यही भएर ल मैले सर्टकट बनाएर पनि यहाँ राखिदिएको छु, तपाईँहरूले हेर्न सक्नुहुन्छ। 9 नम्बरको क्वेसनमा छ इडिटिए मेनली युज एज है। इडिटिए तपाईँलाई कुन के का कामका लागि मेनली युज हुन्छ भनेर भनेको छ। यहाँ चाहिँ बफर, प्रिजर्भेटिभ, चिलेटिङ एजेन्ट र एक्सिडेन्ट भनेर अप्सनमा छ तपाईँलाई। यसको करेक्ट अप्सन सी हुन्छ, चिलेटिङ एजेन्टका रूपमा चाहिँ यसलाई हामी युज गर्छ है। इडिटिएमा तपाईँलाई बाइन्डिङ साइटहरू मेटल आयनहरूलाई तपाईँलाई बाइन्ड गर्छ विशेष गरेर। अनि धेरै बाइन्डिङ साइटहरू हुन्छ, अराउन्ड 6 बाइन्डिङ साइटहरू हुन्छ। त्यहाँबाट चाहिँ तपाईँले डिफ्रेन्ट मेटल आयन्सहरूलाई यसले बाइन्ड गरेर काम गरिरहेको हुन्छ है। ल यहाँबाट अब डिफ्रेन्ट अर्को अर्को तपाईँलाई एन्टिअक्सिडेन्टहरू कुन कुन हो र स्विटनर्सहरूका रूपमा हामीले कुन कुन मेटेरियल युज गर्छौँ होइन। यहाँ सस्पेन्सिङ एजेन्टहरू भयो, इमल्सिफाइङ एजेन्टहरू भयो, यहाँबाट हामीले हेर्न सक्छौँ है। ट्विनेटीहरू तपाईँलाई अलिक बढी इमल्सिफाइङ एजेन्टमा युजहरू हुन्छ। ज्यान्थन गम्बो सिएमसीहरू भयो, सस्पेन्सिङ एजेन्टमा बढी युज हुन्छ होइन। त्यसपछि साचारिन सोडियमहरू भयो होइन, सोर्बिटोल भयो, या सुक्रोज आफै स्विटनरमा रूपमा काम गर्छन् होइन। एन्टिअक्सिडेन्टहरूमा तपाईँलाई स्कर्बिक एसिड त गर्छ नि गर्छ, अर्को पनि अब धेरै हुन्छ, तर यति चाहिँ बुझिराख्नु। अब यसको एमहरू पनि एन्टिअक्सिडेन्टहरू किन गरिन्छ होइन त्योहरू पनि बुझ्नुपर्छ। फार्मास्युटिकलमा यो चाहिँ फार्मास्युटिक्समा विशेष गरी तपाईँहरूलाई पढ्नुपर्ने हुन्छ। 10 नम्बर क्वेसनमा चाहिँ तपाईँलाई एक्सिलेटेड स्टेबिलिटी टेस्टिङ इज क्यारिड
आउट एट है। एसिलेटेड स्टेबिलिटी दुइटा हुन्छ तपाईँलाई, तिनवटा भन्न त तिनवटा हुन्छ होइन। एसिलेटेड स्टेबिलिटी अनि रियल टाइम स्टेबिलिटी भन्छ है, दुइटा हुन्छ विशेष गरेर। अर्को पनि अब लङ टर्म स्टेबिलिटी पनि भन्छ, रियल टाइम स्टेबिलिटीलाई नै लङ टर्म स्टेबिलिटी भन्छ। अब यो गर्दाखेरि कतिको कन्डिसन हुनु पर्यो भनेर कन्डिसनको बारेमा सोधेर चाहिँ तपाईँले 25 डिग्री सेल्सियस 60। अब एसिलेटेड छ भने बडी टेम्परेचर र बडी आरएचमा हुन्छ, त्यो कुरा पहिला ध्यान दिनुपर्ने हुन्छ है हामीलाई। अनि 25 to 6 डिग्री सेल्सियस 60 आरएच, या 30 डिग्री सेल्सियस 65 या 40 ± 2, जहिले पनि तपाईँले टेम्परेचरमा ±2 गरेर आउँछ र आरएचमा ±5 गरेर आउँछ, यो कुरा ध्यान दिनुपर्ने। अनि अप्सनमा त्यतिकै सी नम्बरको अप्सन लागिरहेको छ, 40 डिग्री सेल्सियस ±2 र 75% आरएच ±5मा तपाईँलाई एसिलेटेड स्टेबिलिटी गरिन्छ है। धेरै इम्पोर्टेन्ट छ तपाईँलाई यो चाहिँ बुझ्नु। 4 को बी जोनमा चाहिँ हाम्रो पर्छ होइन, डिफ्रेन्ट जोनको डिफ्रेन्ट टेम्परेचरहरू डिफ्रेन्ट आरएचहरू पर्छ, त्योमा चाहिँ हाम्रो तपाईँलाई 4 को बीमा हाम्रो नेपाल चाहिँ पर्न पर्छ है। अनि यहाँ हामीले हेर्न सक्छौँ जोन वनमा टेम्परेट जोनहरू छ होइन, जोन पनि रट्नु, जोन पनि धेरै इम्पोर्टेन्ट छ है, क्लाइमेट जोनहरू कुन कुन छ भनेर त्यो हेर्नु। जोन वनमा चाहिँ तपाईँलाई टेम्परेट हुन्छ होइन, जोन टूमा तपाईँलाई मिड टर्मिनियन भन्छ, त्यसपछि त सब ट्रोपिकल विशेष गरेर हामी बुझ्छौँ। त्यसपछि हट ड्राई जोन भनेको तपाईँलाई जोन 3 हो। जोन 4 भनेको हट ह्युमिड ट्रोपिकल जोनहरूमा पर्छ यो। अनि हामी चाहिँ जोन 4मा पर्छौँ है, 4 को बीमा है। एसियन टेस्टिङ कन्डिसनहरू जति पनि छ तपाईँलाई त्यो 4 को बीमा छ है। 4 को बीमा यदि हेर्ने हो भने हामी 30 डिग्री सेल्सियस ±2 डिग्री सेल्सियस अनि 75% आरएच +5%, यो चाहिँ रियल टाइम स्टडीको लागि लङ टर्मको लागि हो। एसिलेटेडमा चाहिँ 40 ± 2 डिग्री सेल्सियस हुन्छ हाम्रो, 75 ± 5% आरएचमा चाहिँ हामी गर्छौँ। एसिलेटेड स्टेबिलिटी हामी 5 मन्थको लागि गर्छौँ र स्टेबिलिटीको मेन एम चाहिँ हाम्रो सेल्फ लाइफ एस्टाब्लिस गर्नु हो। ड्रगको एक्सपाइरी कतिसम्म राख्न मिल्छ त्यो कुरा टेस्टिङ गर्नको लागि हामीलाई स्टेबिलिटीको मेन काम परेको हो है। यो पनि सोधेर आउँछ तपाईँहरूलाई बुझ्नु। स्टेबिलिटी टेस्टिङ है, तपाईँले भन्छ कि एसिलेटेड स्टेबिलिटी इन्टरमिडिएट स्टेबिलिटी पनि भन्छ। एसिलेटेड स्टेबिलिटी र इन्टरमिडिएट स्टेबिलिटीको 6 मन्थसम्म गरिन्छ होइन, र यसको मेन एम तपाईँलाई सेल्फ लाइफ प्रेडिक्ट गर्नको लागि, सर्ट टाइममा तपाईँलाई लङ टर्मसम्मको कति सेल्फ लाइफ यसको दिन सक्छौँ हामी त्यो प्रेडिक्ट गर्नलाई मद्दत गर्छ है। र 11 नम्बरको क्वेसनमा चाहिँ तपाईँलाई विच इज नट ए रोल अफ कम्युनिटी फार्मासिस्ट, कम्युनिटी फार्मासिस्टको रोल के होइन भनेर भनेको छ। पेसेन्ट काउन्सिलिङ गर्छ, हेल्थ एजुकेसन पनि गर्छ, डिजिज डायग्नोसिस गर्दैन है। डिजिज डायग्नोसिस गरेन तपाईँलाई डक्टरहरूले गर्छन् होइन, ड्रग डिस्पेन्सिङ गर्छ। सिनेमाको तपाईँलाई डिजिजको डायग्नोस गर्दैन, डायग्नोस भनेको तपाईँलाई फिजिसियनको रजिस्टर्ड डक्टरहरूको मात्र काममा आउँछ, फार्मासिस्टले चाहिँ गरेको हुँदैन। अब कम्युनिटी फार्मेसीले यो गर्दैन भनेर छ होइन, मेन रोल भनेको कम्युनिटी फार्मेसीले यहाँ हामीले लिस्ट गरेर राखिदिएको छु, एकचोटि हेर्नु। 12 नम्बर क्वेसनमा छ कार्स इन्डेक्स मेजर्स। कार्स इन्डेक्स के मेजर गर्छ भनेर छ, हार्नेस गर्छ, फेब्रिटी गर्छ, फ्लो प्रपर्टी गर्छ र डिसइन्टिग्रेसन के गर्छ भनेर सोधेको छ तपाईँलाई। फ्लो प्रपर्टी तपाईँलाई कार्स इन्डेक्सले गर्छ। ग्रेनुअल्स फाइन्सहरूको या ग्रेनुअल्स भनौँ त्यसको कतिको फ्लो छ होइन, पाउडरको कतिको फ्लो छ भनेर तपाईँलाई कार्स इन्डेक्सबाट हामीले हेर्न सक्छौँ है। ल कार्स इन्डेक्सका बारेमा हामीले यहाँ हेर्न सक्छौँ। कार्स इन्डेक्स कम्प्रेक्सिबिलिटी इन्डेक्स यसलाई भन्छ, फ्लो प्रपर्टी कम्प्रेसिबिलिटी इन्डेक्स पनि यसलाई अर्को रूपमा भन्न सकिन्छ। कम्प्रेसिबिलिटी कतिको राम्रो हुन्छ भनेर हामीले हेर्छौँ, र यो गर्नको लागि कार्स इन्डेक्स निकाल्नको लागि बग डेन्सिटी ट्याप डेन्सिटी हामीलाई थाहा हुनुपर्छ है। ल 30 नम्बर क्वेसनमा छ ओआरएस वर्क मेनली बाई, ओआरएस कसरी काम गर्छ भनेर भनेको छ। पेसिभ डिफ्युजन, ओस्मोसिस, सोडियम ग्लुको को ट्रान्सपोर्टले अनि एक्टिभ सेक्रेसन, यसको तपाईँले सोडियम ग्लुकोज को ट्रान्सपोर्टका प्रिन्सिपलमा विशेष गरेर यो काम गरेको हुन्छ है। यहाँ अलरेडी छ, तपाईँहरूले यो एक्सप्लेनेसन पनि हेर्न सक्नुहुन्छ। म एक्सप्लेनेसन धेरै एक्सप्लेन गर्दिनँ, यो अलरेडी यहाँ छ होइन, सरल भाषामा छ। तपाईँहरूले स्क्रिनसट गर्नु बेटर होइन, या त त्योभन्दा नि बेटर तपाईँले यदि लेखेर भिडियोलाई पज गरेर यदि लेखेर राम्रोसँग लेख्नुभयो, नोट बनाउनु भयो भने तपाईँहरूलाई धेरै काम लाग्न सक्छ है। डिप्लोमा फार्मेसी त अहिले तपाईँहरूको इक्जाम नजिक आउन सक्छ होइन, त्यही भएर अब त्यही तरिकाले प्रिपेरेसन गर्नु। ब्याचलर फार्मेसीको अहिले समय छ, त्यही भएर ब्याचलर फार्मेसीले मजाले यो प्र्याक्टिस गर्नु। अनि तपाईँहरूको पछिको पनि क्वेसनहरू म चाहिँ अपलोड गरिदिन्छु 13th मा सोधेका एमसिक्यूहरू। विच अफ द फ्लोइङ एनाल्जेसिक इज कन्सिडर द फास्टेस्ट चोइस, के अरे सेफेस्ट चोइस फर पेन एन्ड फिभर म्यानेजमेन्ट ड्युरिङ प्रेग्नेन्सी है। प्रेग्नेन्सीको कन्डिसनमा चाहिँ कुन
एनएसएआइडिएस भनौँ या भनौँ कि एनाल्जेसिक दुखाइको लागि कुन ड्रग चाहिँ युज हुन्छ सेफेस्ट ड्रगमा होइन, वेन युज एट द रिकमेन्डेड थेरापिटिक डोज है, रिकमेन्डेड थेरापिटिक डोजमा यदि युज गरेको छ भने कुन सेफ हो भनेर भनेको छ है। पारासिटामोल अप्सनमा त्यतिकै देखिहाल्यो, पारासिटामोल लिन्छ र स्प्रिन आइब्रुफेन पारासिटामोल डाइक्लोफेनिक छ। पारासिटामोल तपाईँलाई मस्ट सेफेस्ट तपाईँलाई मानिन्छ है। ल 15 नम्बर क्वेसनमा चाहिँ तपाईँलाई बेटा ब्लकर आर वाइडली युज इन द म्यानेजमेन्ट अफ हाइपरटेन्सन, विच द फ्लोइङ मेकानिजम मेनली कन्ट्रिब्युट्स टु देयर ब्लड प्रेसर लोवरिङ इफेक्ट। ब्लड प्रेसर कम गर्नको लागि लागि बिटा ब्लकरले कुन इफेक्ट चाहिँ विशेष गरेर या कुन मेकानिजमबाट काम गरिरहेछ भनेर त्यो तपाईँलाई मेकानिजम सोधेको चाहिँ भेसोडाइलेसन, डिक्रिज रेनिन रिलिज, इन्क्रिज कार्डियक आउटपुट, सोडियम रिटेन्सन भनेर चाहिँ तपाईँलाई चारवटा अप्सन छ र करेक्ट अप्सन तपाईँलाई रेनिन रिलिजलाई कम गरेर चाहिँ यसले काम गरिरहेको छ है। 16 नम्बर एमसिक्यूमा चाहिँ तपाईँलाई अल्फा वान एड्रेनर्जिक ब्लोकर आर युज इन दि ट्रिटमेन्ट अफ हाइपरटेन्सन एन्ड बिग बिग्नाइन प्रोस्टिक हाइपरप्लाजिया भनेर भनेको छ है। विच अफ द फ्लोइङ इज अ कमन कार्डियोभस्कुलर इफेक्ट आफ्टर देयर एडमिनिस्ट्रेसन। यदि यो ड्रग तपाईँले दुई तरिकाले, एउटा हाइपरटेन्सन अनि अर्को तपाईँलाई बिग्नाइन प्रोस्टिक हाइपरप्लासियालाई ट्रिट गर्नको लागि तपाईँलाई अल्फा वान एड्रिनर्जिक ब्लकरहरूले काम गरिरहेको हुन्छ होइन। अब कमन कार्डियोभस्कुलर इफेक्ट चाहिँ त्यसको के हो भनेर तपाईँलाई सोधेको चाहिँ ब्राडिकार्डिया, हार्ट ब्लक, रिफ्लेक्स ट्राकिकार्डिया, त्यसपछि न हार्ट रेट चेन्ज भनेर तपाईँलाई भनेको छ। मेन तपाईँलाई के इफेक्ट कार्डियोभस्कुलर इफेक्ट चाहिँ के मेन देखाउँछ भनेर सोधेको छ, रिफ्लेक्स ट्राकिकार्डिया तपाईँलाई देखाउने गर्छ। रिफ्लेक्स ट्राकिकार्डिया तपाईँलाई के हुन्छ भन्दाखेरि हार्ट रेट बढ्नेलाई विशेष गरेर होइन ट्राकिकार्डिया भन्छ होइन। अब रिफ्लेक्स ट्राकिकार्डियामा अब हार्ट रेट त बढ्छ नि बढ्छ होइन, हार्ट रेट बढेर तपाईँलाई ब्लड प्रेसर सडन फल पनि जति बेला भयो त्यति बेला चाहिँ यस्तो चाहिँ देखिन्छ है, हार्ट रेट चाहिँ बढ्ने देखिन्छ होइन। ब्लड प्रेसर कम हुन्छ होइन, बेरो रिसेप्टर स्टिमुलेट हुन्छ होइन, के अरे बेरो ब्लड प्रेसर घट्छ, बेरो रिसेप्टर स्टिमुलेट पनि घट्छ, त्यसपछि चाहिँ सिम्फेटिक एक्टिभिटीहरू बढ्छ अनि त्यसको लागि हाम्रो ब्लड प्रेसरलाई रेगुलेट या मेन्टेन गर्नको लागि हाम्रो हार्ट चाहिँ हार्ट रेट चाहिँ फास्ट हुन्छ, अलिक बढ्छ है, त्यो तरिकाले विशेष गरेर यो काम गरेको हुन्छ। 17 नम्बर एम चाहिँ क्वेसनमा चाहिँ तपाईँलाई एलोपेसिया होइन हेयर लस इज कमन एडभर्स इफेक्ट अफ विच अफ द फ्लोइङ ड्रग ग्रुप है, कुन ड्रग ग्रुपलाई कपाल झर्नु भनेको कुन ड्रगको एडभर्स इफेक्टमा आउँछ भनेर सोधे रहेछ। एन्टिबायोटिकलाई हो कि केमोथेरापीलाई हो कि एन्टिहिस्टामिनिक्सलाई हो कि एन्टाइसिडलाई हो भनेर है। हामीले केमोथेरापीलाई वर्ल्ड वाइड नै त्यतिकै बुझिरहेछौँ। केमोथेरापी हुँदाखेरि हामीले एलोपेसिया देखिन्छ है। हेयर लस चाहिँ तपाईँलाई युनिभर्सलै जस्तो बुझ्ने कुरा होइन, यो चाहिँ राम्रोसँग बुझ्नु। यो पनि यस यस्तो क्वेसनहरू तपाईँलाई गाइनोमास्टिया होइन सोध्ने क्वेसन होइन, सिमिटिडिनको साइड इफेक्टहरू हो, मेटालिक टेस्ट तपाईँलाई मेट्रोनिडाजोल मेटफोर्मिनहरूको हो होइन। योहरू सदाबहार क्वेसन हो जसले पनि तपाईँलाई सोधिरहेको हुन्छ, त्यही भएर यो क्वेसनहरू राम्रोसँग बुझ्नु। अर्को तपाईँलाई केमोथेरापीको अर्को इफेक्टहरू तपाईँलाई बोन मेरो सप्रेसनहरू हुन्छ, नजा भोमिटिङहरू हुनसक्छ होइन। एलोपेसिया चाहिँ तपाईँलाई मेन हो है, मेन भनेको एलोपेसिया हेयर लस हो। 18 नम्बर क्वेसनमा चाहिँ तपाईँलाई विच अफ द फ्लोइङ इज द ड्रग अफ चोइस फर द ट्रिटमेन्ट अफ एब्सेन्स पेटिट मार्ल सिजर भनेर चाहिँ एब्सेन्स सिजरलाई तपाईँलाई ट्रिट गर्नको लागि ड्रग अफ चोइस कुन हो, फेन्टोइन, भेल्पोरेट होइन, इथोसिमाइड, त्यसपछि तपाईँ कार्माजिपाइन भनेर छ है। यो चारवटा अप्सन छ तपाईँलाई। इथोसुक्सिमाइड भनेर तपाईँलाई यो ड्रग हो जुन चाहिँ तपाईँलाई एब्सेन्स सिजरलाई विशेष गरेर ट्रिट गर्नको लागि काम लाग्छ। यहाँ चाहिँ अलरेडी कुन कुन सिजनमा कुन कुन ड्रग अफ चोइस हो भनेर यहाँ लिस्ट छ, यो हेर्न सक्नुहुन्छ। 19 नम्बर क्वेसनमा छ विच अफ द फ्लोइङ बार्बिचुरेट्स है इज क्लासिफाइड एज अल्ट्रा सर्ट एक्टिङ बार्बिचुरेट्स एन्ड इज कमनली युज फर इन्डक्सन अफ जेनरल एनेस्थेसिया है। जेनरल एनेस्थेसिया इन्डक्सनमा काम गर्ने बार्बिचुरेट्समा अल्ट्रा सर्ट एक्टिङ भनेको कुन हो भनेर तपाईँलाई सोधे रहेछ होइन। फेनोबार्बिटन होइन, पेन्टोबार्बिटोन, त्यसपछि थियोपेन्टोन अनि अर्को चाहिँ सेकोबार्बिटोल भनेर तपाईँले अप्सनमा छ होइन। यसको करेक्ट अप्सन तपाईँलाई सी हुन्छ, थियोपेन्टोन भनेर भन्छ होइन। अब थियोपेन्टल पनि भन्छ थियोपेन्टोन पनि भन्छ है, त्यो तरिकाले दुईटी नाम भन्छ, यो चाहिँ बुझ्नु। यो तपाईँलाई अल्ट्रा सर्ट एक्टिङ छ है। यो सर्ट एक्टिङ लङ एक्टिङ इन्टरमिडिएट एक्टिङको तपाईँलाई क्लासिफिकेसन बुझ्नुपर्छ, किनभने यो सोधेर आउँछ तपाईँलाई। फेनोबार्बिटोलहरू कुनमा लङ एक्टिङमा पर्ने भयो होइन, अब कुनमा पर्छ यस्तो गरेर तपाईँलाई अप्सन दिन्छ। हुज द फ्लोइङ आर सर्टेड लङ्गेस्ट एक्सन यस्तो भन्न सक्छ, या अलरेडी ड्रगको नाम दिएर यो कुन एक्सन हो कुन तरिकाले काम गर्छ सर्ट एक्टिङ लङ एक्टिङमा पर्छ भनेर तपाईँलाई सोध्छ। बार्बिचुरेट्सको तपाईँलाई मेन हो है यो सर्ट एक्टिङ लङ एक्टिङ सोध्ने भनेको।
20 नम्बर एमसिक्यूमा छ, इन ए साइकोमेट्री मेट्रिक भन्छ होइन, ह्युमिडिटी नाप्ने यन्त्र हो यो। मेजर इफ द वेट बल्ब टेम्परेचर इज इक्वल टु ड्राई बल्ब टेम्परेचर, वाट इज द रिलेटिभ ह्युमिडिटी है। यो बेचलरको लागि सोध्ने एमसिक्यूमा पर्छ होइन। यदि ड्राई बल्ब र वेट बल्बको तपाईँलाई टेम्परेचर एउटै हो भने रिलेटिभ ह्युमिडिटी कति हुन्छ? अभियसली 100% अब हुन्छ यो त यस्तोमा त, किनभने पुरै ड्राइभर र वेट बलको डिफ्रेन्स हेरेर हामीले चाहिँ कतिको ह्युमिडिटी हो भनेर विशेष गरेर ह्युमिडिटी साइकोमिटरमा चाहिँ देखाउने गर्छ। अब यस्तो कन्डिसनमा दुइटै चाहिँ ड्राई र वेट चाहिँ इक्वल छ भने त्यति बेला तपाईँलाई 100% ह्युमिडिटी हुन्छ है। ल यो चाहिँ बुझ्ने क्वेसन हो र यो ब्याचलर फार्मेसीलाई यस्ता क्वेसनहरू मोस्टली सोध्छ। 21 नम्बर एमसिक्यूमा छ तपाईँलाई, एकोर्डिङ टु द फर्मर एफडिए प्रेग्नेन्सी रिस्क क्लासिफिकेसन क्याटेगोरी एक्स क्लास आर है, एबिसिडी र एक्स गरेर हामीले एफडिए प्रेग्नेन्सी रिस्क क्लासिफिकेसन ड्रगका चाहिँ गर्छौँ। त्योमा चाहिँ एक्स क्लासका ड्रगहरू कस्तो ड्रग हो भनेर तपाईँले भनेको, सेफ इन प्रेग्नेन्सी, युज इन कसन, कन्ट्राइन्डिकेटेड इन प्रेग्नेन्सी, हर्बल ड्रग है। सी नम्बरको कन्ट्राइन्डिकेटेड हुन्छ, ए भनेको सेफेस्ट हुन्छ, तलतिर बढ्दै जाँदाखेरि त्यो ड्रग चाहिँ त्यही तरिकाले रिक्स बढ्दै जान्छ। एक्स भनेको कन्ट्राइन्डिकेटेड हो, जुनसुकै कन्डिसनमा पनि यो ड्रग चाहिँ प्रेग्नेन्सीमा हामीले प्रिस्क्राइब गरेको भए पनि नगरे पनि हामीले दिनु हुँदैन है। ल यहाँ चाहिँ डिफ्रेन्ट क्लासका ड्रगहरू कतिको कन्ट्रोल गर्न सक्छ, कतिको सेफेस्ट छ भनेर हामीले हेर्न सक्छौँ। ए भनेको सेफेस्ट ड्रग हो, एक्स भनेको कन्ट्राइन्डिकेटेड हो, सबभन्दा रिस्क भएको ड्रग एक्समा आउँछ। 22 नम्बर एमसिक्यूमा छ, विच केनुला साइज इज मोस्ट कमनली डकुमेन्टेड इन इन्ट्राभेनस आइभी है, एसएस इन स्कुल गोइङ चिल्ड्रेन। स्कुल गोइङ चिल्ड्रेनमा कति कुन साइजको केनुला चाहिँ युज हुन्छ भनेर भनेको छ, 14, 18, 20 र 22 to 24 भनेर छ। यसको करेक्ट अप्सनमा डी हुन्छ, 22 to 24 चाहिँ युज चाहिँ हामीले गर्छौँ। बडी साइज कति छ, कतिको ठुलो छ मान्छे होइन, एज कति ग्रुप पनि छ, त्यो अनुसार हामीले केनुला साइजहरू युज चाहिँ गर्छौँ। डिफ्रेन्ट केनुलाको कलर र डिफ्रेन्ट तपाईँलाई के भन्छ भन्दाखेरि साइजका चाहिँ कुन कुन एज ग्रुपमा होइन गरिन्छ भनेर होइन त्यो तरिकाले छ। धेरै इम्पोर्टेन्ट छ, जहिले पनि एउटा क्वेसन सोधिरहेको हुन्छ। र केनुलाको युनिट तपाईँलाई गजमा नापिन्छ, जी भनेको गज हो, केनुलाको साइज तपाईँलाई गजमा नापिन्छ, यो पनि इम्पोर्टेन्ट हो। अर्को चाहिँ तपाईँलाई कुन कलर छ त्यो एउटा इम्पोर्टेन्ट हुने भयो। अनि मेन भनेको तपाईँलाई चिल्ड्रेनहरूमा कुन लाग्छ होइन, तपाईँ ब्लड ट्रान्सफ्युजनमा कुन लाग्छ होइन, त्यो तरिकाले तपाईँलाई सोध्न सक्छ। यहाँ कलरको पनि मैले तल राखिदिएको छु चार्ट, यो तरिकाले हेर्न सक्नुहुन्छ। केनुलाको डायग्राम यो हो भनेरै फार्मेसी विद्यार्थीहरू कहिलेकाहीँ केनुला भनेर धेरै फेमिलियर नहुन सक्छ, त्यति बेला त्यसको लागि केनुला पनि के हो भनेर बुझ्नु पर्यो। 23 नम्बर क्वेसनमा छ, ए पेसेन्ट प्रेजेन्ट विथ ओपोइड ओभरडोज, ओपोइडको ओभरडोज भयो, क्यारेक्टराइज बाई रेस्पिरेटरी डिप्रेसन, पिन पोइन्ट पपिल पुपिल्सहरू भयो, अनकन्सियस भयो, वाट विच इज द फ्लोइङ एन्टिडोट। अब ओपोइडको यति क्वेसन बुझिसकेपछि विच इज द फ्लोइङ इज द स्पेसिफिक एन्टिडोट, ओपोइडको एन्टिडोट के हो भनेर तपाईँलाई सोधेको छ है। सबै ओपोइडको तपाईँलाई सिम्टम्सहरू छ, यदि ओभरडोज भयो भने यो सिम्टम्सहरू देखिन्छ, रेस्पिरेटरी डिप्रेसन देखिन्छ, पिन पोइन्ट पपिल्स देखिन्छ होइन, अनकन्सियस अभियसली हुन्छ। अब यस्तो कन्डिसनमा के एन्टिडोट दिने भनेर सोधेको छ, एट्रोपिन, नेलेक्जोन, फुमापिनिजिल अनि त्यसपछि प्रोटामाइन हुन्छ, प्रोटामाइन सल्फेट या प्रोटामाइन भनेर त्यहाँ राख्न सक्छ। करेक्ट अप्सन तपाईँलाई नेलोक्जोन हामीले यस्तो कन्डिसनमा चाहिँ एज एन्टिडोट चाहिँ दिन्छौँ। डिफ्रेन्ट पोइजनहरू यहाँ लिस्ट छ र कुन पोइजनमा के हामी दिन्छौँ भनेर एन्टिडोट यहाँ छ है, यो रट्नु। एन्टिडोट जहिले पनि एउटा क्वेसन तपाईँले डिप्लोमालाई पनि ब्याचलरलाई पनि सोध्छ। अब यो लेभलमा तपाईँलाई यो डाइरेक्ट ओपोइडको एन्टिडोट के हो भनेर तपाईँले सोध्यो भने त्यति बेला तपाईँ डिप्लोमालाई सोध्न सक्छ, ब्याचलरलाई अलि सेन्टेन्स बनाएर ब्याचलरलाई अलि डिस्क्राइब गरेर क्वेसन चाहिँ सोध्ने गर्छ है। डिप्लोमालाई सोध्यो भने अलिक गाह्रो जस्तो यो क्वेसनहरू हुन्छ यस्तो, तर इजी त इजी हो है। मेन क्वेसनको के एम छ त्यो बुझ्नु पर्यो, अब 1 मिनटमै तपाईँले बुझ्नुपर्ने हुन्छ फेरि, त्यही भएर अलिक गाह्रो हो। 24 नम्बर क्वेसनमा कार्स इन्डेक्स कम्पेरेटिभ इन्डेक्स इज युज टु इभ्यालुएट द फ्लो प्रोपर्टी अफ फार्मास्युटिकल पाउडर, हुइच इज द फ्लोइङ इज करेक्ट फर्मुला, फर्मुला कुन करेक्ट हो भनेर सोधिरहेछ। भर्खरै हामी कार्स इन्डेक्सका बारेमा पढ्यौँ, ट्याप डेन्सिटी बल डेन्सिटीबाट हामीले चाहिँ निकाल्छौँ है। अब ट्याप डेन्सिटी माइनस बल डेन्सिटी बाई ट्याप डेन्सिटी यसको फर्मुला हुन्छ, रट्नै पर्छ, अर्को कुनै उपाय छैन। ट्याप डेन्सिटी माइनस बल डेन्सिटी बाई ट्याप डेन्सिटी इन्टु 100 गरेर हामीले चाहिँ यसको फर्मुला निकाल्न सक्छौँ। बी नम्बरमा छ यो करेक्ट अप्सन, यसको बी नै हुन्छ तपाईँलाई। ल यहाँ हाम्रो फर्मुला छ, कम्प्लेक्सिबिलिटी या फ्लो प्रोपर्टी अफ पाउडर भनेर हामीले विशेष गरेर यसको एम चाहिँ निकाल्नको लागि हो होइन।
अब यहाँ अलरेडी छ, तपाईँहरूले बुझ्न सक्नुहुन्छ है। जति कार्स इन्डेक्सको भेल्यु कम आयो फ्लोपट्टि त्यति नै राम्रो छ भनेर बुझ्नुपर्छ है। यो कुरा एउटा कुरा ध्यान राख्नु। बाँकी चाहिँ टेप डेन्सिटीको फर्मुला, टेप डेन्सिटी माइनस बल डेन्सिटी बाई टेप डेन्सिटी इन्टु 100 भनेर यसको फर्मुला चाहिँ निकाल्न सक्छौँ हामी। 25 नम्बरको क्वेसनमा छ तपाईँलाई, अकर्डिङ टु दि ड्रग एक्ट अफ नेपाल द नम्बर अफ मेम्बर इन द डिसिसी ड्रग कन्सल्टेटिभ काउन्सिल एन्ड ड्रग एडभाइजरी कमिटी रेस्पेक्टिभली आर है। यो धेरै इम्पोर्टेन्ट क्वेसन हो र यसको रिभाइज पनि भएको छ, त्यही भएर यो चाहिँ धेरै अगाडि नै भएको छ। तर यसको चाहिँ मेम्बर्सले पनि सोधेर आउँछ है। सोध्नु भने 7 and 9, 9 and 7, 11 and 11, 5 and 7। पहिला फरक थियो, अहिले चाहिँ 11 to 11 भइसकेको छ। दुइटैमा चाहिँ 11 11जना छ है। धेरै इम्पोर्टेन्ट छ, यो चाहिँ बुझ्नु ल। इम्पोर्टेन्ट कम्युनिटी एन्ड मेम्बर जति पनि छ, जहाँ कम्युनिटी हाम्रोमा फार्मेसी काउन्सिलमा 10वटा छ होइन, कन्सल्टेटिभ काउन्सिलमा तपाईँलाई 11वटा छ, ड्रग एडभाइजरी कमिटीमा 11जना छ, कन्ज्युमर प्रोटेक्सन एक्टमा तपाईँलाई 15जना छ, अनि ड्रग एन्ड थेरापिटिक कमिटीमा तपाईँलाई 6जना छ। यो सबैको तपाईँले मेम्बर सेक्रेटरीको हो, अनि तपाईँलाई मेम्बर सेक्रेटरी अनि मेन एउटा चाहिँ चेयरपर्सन को हो भनेर बुझ्नुपर्छ यो सबैमा। अनि अर्को चाहिँ तपाईँले कतिवटा मेम्बर छ त्यो, यो दुइटा चाहिँ बुझ्नु पर्यो। मेन काम के हो त्यो बुझ्नु होइन। डिसिसी फार्मेसी काउन्सिलको त तपाईँलाई एजुकेसन रिलेटेड फार्मेसीका सबै प्रोफेसनहरू काम गर्छ। ड्रग कन्सल्टेटिभ काउन्सिलले तपाईँलाई गभर्मेन्टलाई सल्लाह दिन्छ ड्रग रिलेटेड मेटरमा। डिएससीले तपाईँलाई डिडिएलाई सल्लाह दिन्छ ड्रग रिलेटेड मेटरमा। अनि चेयरपर्सन कुन हो त्योहरू पनि पढ्नु, मैले क्लासमा चाहिँ धेरै राम्रोसँग एक्सप्लेन गरेको थियो कुरा, हेर्नु एकचोटि ल। 26 नम्बर क्वेसन रहेछ तपाईँलाई, नैनो सस्पेन्सन आर वाइडली युज्ड इन फार्मास्युटिकल फर्मुलेसन टु इन्हेन्स द पर्फर्मेन्स अफ पोरली वाटर सोलुबल ड्रग है। नैनो सस्पेन्सन चाहिँ तपाईँलाई वाटर सोलुबल ड्रग यदि छैन भने त्यस्तोको लागि पर्फर्मेन्स राम्रो गर्नको लागि, इन्हेन्स गर्नको लागि युज गरिन्छ। द मेन एडभान्टेज इज टु इम्प्रुभ, के इम्प्रुभ गर्नको लागि मेन यसको एडभान्टेज हो भनेर भनिन्छ। यति क्वेसनबाट हामीले बुझिरहेछौँ कि वाटर सोलुबल ड्रग जुन चाहिँ राम्रो वाटर सोलुबल छैन, लिपोफिलिक ड्रगहरू छ भने त्यसको लागि विशेष गरी नानो सस्पेन्सन युज गरिन्छ, त्यसको पर्फर्मेन्स राम्रो गर्नको लागि। अब मेन एडभान्टेज के हो भनेर भनेको चाहिँ स्टेबिलिटीको लागि विशेष गरेर गरेको हो कि बायो एभाइबिलिटीको लागि गरेको हो कि टेस्टको लागि या कलरको लागि। टेस्ट र कलरको लागि खासै यो गरिँदैन। अनि स्टेबिलिटी ओन्ली भनेको छ, स्टेबिलिटीको लागि मात्र गरिँदैन। बायो एभाइबिलिटी, यदि कुनै पनि ड्रग चाहिँ वाटर सोलुबल छ भने त्यस्ता ड्रगहरू तपाईँलाई बायोएभाइबिलिटीमा अलिक कम हुन्छ होइन, किनभने ड्रग चाहिँ वाटर सोलुबल ड्रगबाट स्क्रेट भएर बढी जान्छ होइन। तर यहाँ भनेको छ यदि कुनै पनि ड्रगको मेन एम भनेकै तपाईँलाई बायोएभाइबिलिटी बढाउने हुन्छ। स्टेबिलिटी त फर्मुलेसन थ्रु हामीले गर्छौँ नि गर्छौँ होइन, फर्मुलेसन राम्रो गरेर गर्नुपर्छ। तर बायोएभाइबिलिटी पनि हामीले कुनै पनि ड्रगको हेर्नुपर्ने हुन्छ। यसको मेन तपाईँलाई एन्सर पनि बायोएभाइबिलिटी हो। स्टेबिलिटी मात्र होइन, स्टेबिलिटी भनेको भए त्यति बेला चाहिँ तपाईँ सोच्न पनि सकिन्थ्यो। तर स्टेबिलिटी ओन्ली भनेको छ, मात्र स्टेबिलिटीको लागि गरेको हो, त्यो तरिकाले हुँदैन। यो चाहिँ विशेष गरेर बायोएबिलिटी इन्हेन्स गर्नको लागि चाहिँ एडभान्टेज चाहिँ एउटा त्यहाँ पनि आउने गर्छ है। अब न्यानो सस्पेन्सन भनेको तपाईँलाई न्यानो मिटर रेन्जका पार्टिकल साइजहरू भएका मेटेरियल के अरे कम्पाउन्डहरू हुन्छ। विशेष गरेर कम्पाउन्ड भन्नाले तपाईँले मेटेरियल भनौँ होइन, र मेटेरियलहरू विशेष गरेर हुन्छ 1 to 100 नैनोमिटर के अरे 1000 नैनोमिटरसम्मको लागि हुन्छ। यो के भएको सर्फेस एरिया बढ हो, सर्फेस एरिया बढ छ भने त्यस्तोमा विशेष गरेर पार्टिकल साइज सानो भयो भने सर्फेस एरिया बढ्छ। यो कुरा बुझ्नु, पार्टिकल साइज यदि हामीले सानो गरिरहेछौँ भने सर्फेस एरिया बढ्छ। र त्यस्तो कन्डिसनमा डिजोल्युसन चाहिँ राम्रो हुन्छ। डिजोल्युसन राम्रो भयो भने त्यति बेला चाहिँ सोलुबल भएको हो भनेर बुझ्नुपर्छ। र यसले के गर्छ भन्दाखेरि तपाईँलाई बायो एभाइबिलिटी पनि राम्रो बन्छ। यो पोरली वाटर सोलुबल ड्रगहरूको लागि गरिन्छ विशेष गरेर। 27 नम्बर क्वेसनमा चाहिँ तपाईँले वारफ्रिन थेरापी रिक्वायर्स रेगुलर लेबोरेटरी मोनिटरिङ टु इस्योर इफेक्टिभ एन्टिकोगुलेन्ट वाइल मिनिमाइजिङ द रिस्क अफ ब्लिडिङ है। विच द फ्लोइङ टेस्ट इज युज टु मोनिटर वारफ्रिन थेरापी। वारफ्रिन थेरापीको लागि कुन टेस्ट चाहिँ गर्नुपर्ने हुन्छ है। नाइरोथेरापिटिक इन्डेक्सका ड्रगहरूभित्र वार्फिन पनि पर्छ एउटा। त्यसपछि यो कुनै पनि यो ड्रगको चाहिँ एन्टिकोगुलेन्ट प्रोपर्टी र ब्लिडिङ रिलेट गरेर है, ब्लिडिङको रिस्क नहोस् भनेर विशेष गरेर एन्टिकोगुलेन्ट प्रोपर्टी चाहिँ माप्नको लागि चाहिँ गरिन्छ, के अरे एडमिनिस्टर गरिन्छ। अब यसको लागि चाहिँ हामी नाइरोथेरापिटिक इन्डेक्सका ड्रग हो भने त मोनिटर त गर्नु पर्यो। अब मोनिटर गर्दाखेरि कुन टेस्ट गरिन्छ भनेर तपाईँले सोधेको छ है। अब एपिटिटी छ, एक्टिभेटेड पार्सेल थ्रम्बोप्लास्टिक टाइम भनेर छ होइन। योमा चाहिँ हाम्रो चाहिँ कति टाइमसम्म ड्रग चाहिँ कोगुलेट भइरहेछ भनेर त्यो नाप्छ। त्यसपछि इन्टरनेसनल नर्मलाइज्ड रेसियोबाट नाप्छ ब्लिडिङ टाइम अनि प्लेटलेट्स काउन्ट भनेर तपाईँलाई अप्सनमा छ। यो चाहिँ इन्टरनेसनल
नर्मलाइज रेसियो विशेष गरेर हेरेर कुनै पनि ड्रगको तपाईँलाई के अरे वार्फिन ड्रगको तपाईँलाई मोनिटर गरिन्छ एन्टिकोगुलेन्ट प्रोटिन र थेरापी इन्डेक्स इन्डेक्स भएर। अनि अर्को चाहिँ प्रोथ्रम्बिन टाइम पनि हेर्छ होइन, वार्फिनको डोज एडजस्ट गर्नको लागि यो चाहिँ मेनली काम लाग्छ तपाईँलाई। अर्को क्वेसन छ तपाईँलाई 28 नम्बर क्वेसन, एल्युमिनियम कोटिङ एन्टासिड आर कमनली युज टु न्युट्रलाइज एसिड ग्यास्ट्रिक एसिड है, विच इज द फ्लोइङ इज द मोस्ट कमन एडभर्स इफेक्ट अफ एसोसिएटेड विथ देयर युज है। अब एल्युमिनियम कोटिङ एन्टासिडहरू जति पनि छ होइन, एन्टासिडमा तपाईँलाई ग्यास्ट्रिक एसिड जुन हुन्छ त्यसलाई न्युट्रलाइज गर्नको लागि काम गरिरहेको हुन्छ, न्युट्रलाइजेसन प्रोपर्टी विशेष गरेर उसको हुन्छ। अब त्योमा चाहिँ मेन एडभर्स इफेक्ट के इस्यु चाहिँ त्योबाट हुन्छ भनेर तपाईँलाई सोधेको छ। अप्सनमा छ डायरिया, कन्स्टिपेसन, भोमिटिङ अनि अल्सर भनेर तपाईँलाई राखेको छ। कन्स्टिपेसन गराउने गर्छ मोस्टली ड्रगहरू तपाईँलाई एल्युमिनियम कन्टेनिङ छ भने, एन्टासिडमा तपाईँलाई अर्को सुक्राल फेटहरू हुन्छ, अब्स्ट्राकिनहरू डिफ्रेन्ट हुन्छ होइन, तर एल्युमिनियम कन्टेनिङ छ भने त्यस्तो कन्डिसनमा विशेष गरेर तपाईँलाई ग्यास्ट्रिक एसिडलाई न्युट्रलाइज गर्नको लागि के हुन्छ कि तपाईँलाई सुक्राल फेटहरू युज भइरहेको हुन्छ। एनेस्थेस एनेस्थेटिक प्रोपर्टीको लागि तपाईँलाई अब्स्ट्राकिनहरू युज गर्न सकिन्छ होइन, तर योमा चाहिँ एल्युमिनियम छ भने त्यति बेला कन्स्टिपेसनको आउँछ है। डिफ्रेन्ट साल्टहरू हुन्छ, एल्युमिनियम छ भने कन्स्टिपेसन गराउँछ, म्याग्नेसियम हाइड्रोक्साइड या म्याग्नेसियम भएका कुनै पनि फर्मुलेसन छ भने त्यसले डायरिया गराउन सक्छ होइन, यो रिक्सहरू हुन्छ। क्याल्सियम कार्बोनेटहरू छ भने तपाईँलाई यसको पनि एसिड रिबाउन्ड हुन सक्छ, कन्स्टिपेसन पनि यसको पनि छ। अब यो तरिकाले तपाईँहरूले साइड इफेक्टहरू हेर्न सक्नुहुन्छ, इम्पोर्टेन्ट छ यो पनि। अर्को छ तपाईँलाई 29 नम्बर क्वेसन, लेक्टुलोज इज कमनली प्रिस्क्राइब फर द ट्रिटमेन्ट अफ क्रोनिक कन्स्टिपेसन्स एन्ड हेपाटिक इन्सेक्लोपेथी, इट बिलोङ्स टु विच क्लास अफ लेक्जेटिभ, लेक्टुलोज कुन क्लास अफ लेक्जेटिभमा पर्छ भनेर भनेको चाहिँ। अब तपाईँले यस्तो क्वेसन अब रिपिट आउँछ, यस्तो जुन तरिकाले क्वेसन छ होइन, एउटा सिनारियो बेस क्वेसन गरेर क्वेसनको एक्सप्लेन गरेर त्यसपछि तपाईँले एन्सर मागिरहेछ होइन। यो तरिकाले क्वेसन तपाईँले सोध्यो भने एउटा दुईवटा कुरा तपाईँले बुझ्न सक्नुहुन्छ। लेक्टुलोज तपाईँलाई हेपाटिक इन्सेक्लोपेथीमा या क्रोनिक कन्स्टिपेसनमा युज हुन्छ, एउटा त्यो तपाईँले बुझ्न सक्नुभयो। अब यो कुन क्लासबाट हो भनेर सोधेको चाहिँ, यस्तो क्वेसन प्र्याक्टिस गर्दाखेरि क्वेसनले नि तपाईँलाई एउटा अर्को क्वेसनको लागि अर्को एमसिक्यूको लागि प्रिपेयर गरिरहेछ, त्यो कुरा पनि हेर्नु है ल। कुन क्लासबाट छ, स्टिमुलेन्ट लेक्जेटिभ, बल्क फर्मिङ लेक्जेटिभ, ओस्मोटिक लेक्जेटिभ, लुब्रिकेन्ट लेक्जेटिभ भनेर तपाईँलाई अप्सनमा दिएको छ। करेक्ट अप्सन तपाईँलाई ओस्मोटिक लेक्जेटिभमा तपाईँलाई लेक्टुलोज क्लासिफाई गरेको छ है। ल यहाँ अलरेडी तपाईँलाई मैले राखिदिएको छु कुन तरिकाले काम गर्छ भनेर हेर्न सक्नुहुन्छ, र डिफ्रेन्ट क्लास अफ लेक्जेटिभ त्यहाँ छ होइन। अब हेर्न सक्नुहुन्छ तपाईँले इसेबगोलको पनि बल्क फर्मिङ लेक्जेटिभभित्र पर्छ, इसेबगोलको पनि तपाईँलाई सोधेर आउँछ, यो पनि हेर्नु है ल। ल यो धेरैमा सबै कुरा एक्सप्लेन गरेँ नै, एकचोटि तपाईँहरूले हेर्नु। अनि 30 नम्बर क्वेसनमा तपाईँलाई डिफिसियन्सी अफ भिटामिन B6 पेराडोक्सिम स्पेसली ड्युरिङ आइसोनियाजाइड थेरापी कमनली लिड टु विच अफ द फ्लोइङ क्लिनिकल मेनिफेस्टेसन। यहाँ पनि क्वेसन हेर्नुभयो भने तपाईँलाई आइसोनियाजाइड यदि कन्ज्युम गरिरहेछ भने त्यति बेला भिटामिन B6 को कमी हुन्छ, र यो टिबरकुलोसिसको ड्रग थेरापीमा चाहिँ विशेष गरेर आइसोनियाजाइडको कम्बिनेसन दिइन्छ, अनि त्यति बेला ध्यान दिनुपर्ने कुरा हो है। आइसोनियाजाइड दियो भने भिटामिन B6 पनि सँगसँगै प्रिस्क्राइब गर्नुपर्ने हुन्छ। अनि अब यो एउटा त्यो सिनारियो बुझ्नुभयो। अर्को तपाईँले क्वेसन के सोधेको छ भन्दाखेरि यो यदि के भिटामिन B6 कमीले कुन मेनिफेस्टेसन हुन्छ र कुन डिजिज लाग्न सक्छ भनेर तपाईँलाई क्वेसनमा सोधेको छ। अब यसको अप्सन हेर्दाखेरि एमा तपाईँलाई नाइट ब्लाइन्डनेस छ, बीमा तपाईँलाई पेलेग्रा छ, सीमा चाहिँ पेरिफेरल न्युरोप्याथी छ, र सीमा चाहिँ डीमा तपाईँलाई कर्भी छ है, स्कर्भी छ है। अब यो जति पनि यो तपाईँले अहिले अप्सनमा हेरिराख्नु भएको छ, यो सबै अप्सनहरूमा तपाईँले यो बुझ्न सक्नुहुन्छ कि कुनै पनि भिटामिनको, अब भिटामिन ए को कमीले के हुन्छ होइन, त्यो तरिकाले तपाईँले डिफ्रेन्ट भिटामिनको कमीले डिफ्रेन्ट डिजिजहरू हुन्छ, त्यो यहाँ दिएको छ। तपाईँले भिटामिन B6 को पेरिफेरल न्युरोप्याथी भनेर तपाईँले हुन्छ यो बुझ्नुपर्ने कुरा, पढ्नुपर्ने। यो पनि डिफ्रेन्ट भिटामिनहरूको कमीले तपाईँलाई कुन कुन डिजिज हुन सक्छ होइन, कस्तो कस्तो कन्डिसन हुन सक्छ भनेर यो तरिकाले क्वेसनहरू तपाईँलाई सोधेर हुन्छ। डिफ्रेन्ट भिटामिनहरू के छ, अनि भिटामिनको मैले तपाईँलाई भिटामिन B1 को थाइमिन भन्छ, भिटामिन B2 को तपाईँलाई रिबोफ्लाभिन भन्छ होइन, नाइसिन भन्छ, त्यही अनुसार चाहिँ भिटामिन B को कोलाबिन भन्छ या साइनोकोलाबिन भन्छ। त्यो तरिकाले डिफ्रेन्ट भिटामिनको कमन नेम पनि सोध्छ। अर्को तपाईँलाई
कुन भिटामिनको डिफिसियन्सीले कुन डिजिज या कुन कन्डिसन तपाईँले जेनेरेट हुन्छ त्यो पनि तपाईँलाई सोध्छ। यो दुइटै कुरा तपाईँले सिनारीबद्ध रूपमा तपाईँले रट्नुपर्ने हुन्छ। धेरै इम्पोर्टेन्ट चाहिँ यो पनि तपाईँले डिप्लोमा फार्मेसीको लागि त अझै त कतिचोटि कतिचोटि यो क्वेसन सोध्छ। त्यही भएर डिप्लोमा फार्मेसीले पनि यो कुरा चाहिँ हेर्नु ल। अर्को छ तपाईँलाई 31 नम्बर क्वेसन है। अब 31 नम्बर क्वेसनमा डिफिसियन्सी भिटामिन B12 होइन, कोबालामिन भन्छ, सानो कोबालामिन भन्छ, इम्पेयर डिएनए सिन्थेसिस है, एन्ड कमनली रिजल्ट इन विच टाइप अफ एनिमिया, कुन टाइप अफ एनिमिया भिटामिन B12को कारणले हुन्छ है। ल भर्खरै हामी उतातिरको स्लाइडमा हेर्ने। त्यही भएर एउटा क्वेसन तपाईँले सल्भ गर्नुभयो भने त्यो क्वेसनको तपाईँले नोट बनाउनु, नोट बनाएर त्यो क्वेसन रट्नु होइन, नरटिकन अगाडि नबढ्नु। किनभने अहिले टाइम तपाईँहरूलाई कम छ, एउटा क्वेसन पुरै सल्भ गर्नु त्यसपछि अगाडि बढ्नु है। र यो क्वेसन पनि भिडियो अपलोड गर्दा धेरै ठुलो भिडियो बन्न सक्छ। तपाईँलाई यो अब 1.5-2 घन्टाको भिडियो बन्न सक्छ। यो पुरै कभर गर्नलाई नै तपाईँलाई धेरै टाइम लाग्न सक्छ त्यो अनुसार हेर्नु। अब अप्सन एमा छ तपाईँलाई हेमोलाइटिक एनिमिया, बीमा छ मेगालोब्लास्टिक एनिमिया, सीमा छ आइरन डिफिसियन्सी एनिमिया, र डीमा छ तपाईँलाई एप्लास्टिक एनिमिया। अब योमा तपाईँलाई यदि भिटामिन B12 को कमी भयो भने तपाईँलाई कुन सिनारियो या कुन डिजिज हुन सक्छ भनेर छ। मेगालोब्लास्टिक एनिमिया भिटामिन B12 सानो कोब्लामिनको या कोब्लामिनको कमीले चाहिँ तपाईँलाई बडीमा हुन सक्छ। अर्को छ 32 नम्बर क्वेसनमा एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम इनिबिट इनिबिटर्स आर कमनली युज्ड इन ट्रिटमेन्ट अफ हाइपरटेन्सन, हार्ट फेलुयर एन्ड डायबिटिक नेफ्रोप्याथी। विच अफ द फ्लोइङ ड्रग बिलोङ्स टु एसी इन्हिबिटर क्लास है। अब हेर्नु, एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइमको मेकानिजम या तपाईँले युज हेर्ने हो भने तपाईँलाई हाइपरटेन्सनमा मेन युज भयो, हार्ट फेलुयरमा पनि युज हुन्छ, डायबेटिक नेप्रोप्याथीमा पनि युज हुन्छ है। अब यति कुरा तपाईँले यो एउटा इन्फर्मेसन पाउनुभयो। त्यसपछि भनेको छ कि अब एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइममा कुन तल दिएका अप्सनहरूभित्र पर्छ भनेर तपाईँलाई भनेको चाहिँ यो पढ्दाखेरि तपाईँले हाइपरटेन्सनमा युज हुने धेरै ड्रगहरू तपाईँले बुझ्न सक्नुहुन्छ। यहाँ छ लोसार्टन, एटिनोलोल, इनालाप्रिल अनि एम्लोडिपिन भनेर अप्सन छ। तपाईँलाई करेक्ट अप्सन तपाईँलाई इनालाप्रिल हो होइन। एसी इन्हिबिटर जति पनि ड्रगहरू हो सबैको तपाईँलाई लास्टमा प्रिल भनेर आउँछ है। यो तरिकाले हेर्नु, एसी इन्हिबिटरको क्लासको प्रिल, इनालाप्रिल, क्याप्टाप्रिल, लिसिनोप्रिल होइन, रामिप्रिल, डिफ्रेन्ट प्रिल भएका ड्रगहरू पछाडि प्रिल भएर आएका ड्रगहरू तपाईँलाई यो तरिकाले हेर्न सक्नुहुन्छ है। अनि अर्को छ तपाईँलाई सार्टन भएका ड्रगहरू तपाईँले अब एआरबी ग्रुपका जति पनि ड्रग हो होइन, अब सबै तपाईँलाई सार्टनका लास्टमा आउँछ होइन। यहाँ तपाईँलाई अलरेडी इन्जियोटेन्सिनकै अर्को हो तपाईँलाई सेकेन्ड रिसेप्टर ब्लकर जति पनि छ, इन्जियोटेन्सिन रिसेप्टर ब्लकर, योमा तपाईँलाई सार्टन भनेर लास्टमा आउँछ। अरू तपाईँलाई एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम जति पनि छ सबै तपाईँलाई प्रिल भएर आउँछ। यो दुइटाको डिफ्रेन्स बुझ्नु होइन, सोधेर आउँछ इक्जाम, कतिचोटि इक्जाममा सोधेको पनि छ र सोधे पनि आउँछ। यसलाई प्रिल होइन, योहरू सोध्नेमा पर्छ। ल 33 नम्बर क्वेसनमा चाहिँ तपाईँलाई इन फार्मास्युटिकल एनालाइसिस द इन्ड पोइन्ट अफ टाइट्रेसन इज स्टेजेस विथ द इन्डिकेटर सिग्नल्स एट द रिएक्सन हेज बिन कम्प्लिटेड है। अब इन पोइन्ट भनेको हाम्रो रिएक्सन कम्प्लिट भएको हो भनेर बुझिन्छ होइन। अब रिएक्सन कम्प्लिट भएको हो भनेर अब लास्ट भयो भने यो चाहिँ कसरी आइडेन्टिफाई गरिन्छ होइन, इट इज युजली आइडेन्टिफाइड बाई के गरी आइडेन्टिफाई हुन्छ। अब टाइट्रेसन गर्नुभएको छ सबैजना थाहा हुन्छ कि तपाईँले कुनै पनि इन्डिकेटर युज गर्छ। अब इन्डिकेटर युज गरेर हामीले चाहिँ कलर चेन्ज हुने होइन, त्यो तरिकाले हामीले थाहा हुन्छ है। अप्सनमा हेरौँ के छ होइन, इक्विभ्यालेन्ट पोइन्ट, कलर चेन्ज अफ द इन्डिकेटर, कम्प्लिसन्स अफ रिएक्सन, न्युट्रलाइजेसन। ल यहाँ कलर चेन्जको कुरा आइहाल्यो है। कुनै पनि फार्मास्युटिकल एनालाइसिस हामी गरिरहेछौँ, एनालाइसिस विशेष गरेर केमिकल एनालाइसिस यदि गरिरहेछौँ भनेर त्यस्तो कन्डिसनमा तपाईँले एनालाइसिस कम्प्लिट भयो भनेर बुझ्नु भएन, एउटा सिग्नल आउँछ, इन्डिकेटर युज गरेर त्यो सिग्नल आएको। अब कस्तो तरिकाले अलरेडी कलर चेन्ज क्वेसन चाहिँ सिनारियो हुन्छ, सिनारियो मजाले बुझ्नु होइन, 1 मिनट टाइम तपाईँलाई इनफ हुन्छ क्वेसनलाई। यसको अप्सन पनि बी हो, कलर चेन्ज अफ इन्डिकेटर, इन्डिकेटरको कलर चेन्ज भएर हामीले थाहा पाउँछौँ। इन पोइन्ट भनेको तपाईँलाई इन्डिकेटरको कलर चेन्ज भएको हो भनेर बुझ्नुपर्छ। र इक्विभ्यालेन्स पोइन्ट भनेको केमिकल इक्विभ्यालेन्ट रिएक्सन है, थ्योरेटिकल वेट जति हुन्छ, कति हाम्रो चाहिँ टाइट्रेन्ट हुन्छ होइन, त्यो रिलेट गरेर हामी हेऱ्यौँ भने इक्विभ्यालेन्स पोइन्ट निकाल्न सक्छौँ होइन। केमिकल इक्विभ्यालेन्ट कति हो र रिएक्सन कम्प्लिट भएको छ कि छैन भनेर इन पोइन्टबाट थाहा हुन्छ तपाईँलाई। र इन्डिकेटर कलर आफ्नो चेन्ज गर्छ है, यो चाहिँ इम्पोर्टेन्ट होला। अब तपाईँले कमन इन्डिकेटरमा सोध्ने धेरै सोध्ने क्वेसन तपाईँलाई फिनोल्फिथालिनको हुन्छ। अब फिनोल्फिथालिनको बारेमा बुझ्ने हो भने तपाईँलाई एसिडिक पिएचमा तपाईँलाई कलरलेस हुन्छ, बेसिड
पेजमा पनि कलर लेस हुन्छ, तर बेसिक पेजको 8.2देखि लिएर 10सम्म भनौँ होइन, नियर टु रेन्ज हुन्छ होइन। अब 8.2देखि लिएर 10सम्म तपाईँलाई पिङ्क कलर हुन्छ, बाँकी सबैमा तपाईँलाई कलरलेस हुन्छ, जति पेज भए पनि कलरलेस हुन्छ। यो क्वेसन तपाईँलाई पटक पटक सोधेको पनि छ, एक्जाम पोइन्ट अफ भ्यूले तपाईँलाई धेरै इम्पोर्टेन्ट छ बुझ्नु। मिथाइल ओरेन्जहरूको तपाईँलाई खासै त्यस्तो सोधेको हुँदैन, त्यो पनि बुझिराख्नु होइन। कुन पेजमा यो रेड कलर हुन्छ, तर पेज तपाईँलाई मिथाइल ओरेन्ज, अनि अर्को कलर येलो कलर तपाईँलाई 3.1देखि लिएर 4.4सम्म हुन्छ। यो रेन्ज एउटा हो होइन, यो रेन्जहरू अनुसार खासै योमा सोध्दैन, तर फिनोल पेटालिनको धेरै इम्पोर्टेन्ट छ, त्यहाँबाट तपाईँलाई सोध्न सक्छ। 34 नम्बर क्वेसन छ तपाईँलाई, भाइटल साइन्स आर द बेसिक मेजरमेन्ट युज टु एसेस ए पर्सन इसेन्सियल बडी फङ्सन्स एमङ द फोर विच इज नट ए भाइटल साइन, है। यहाँ चारवटा अप्सन छ, यो चारवटा अप्सनमा कुन भाइटल साइन होइन भनेर तपाईँले सोधिरहेको छ। भाइटल साइन कुनै पनि मान्छेलाई आकस्मिक परेको छ भने, इमर्जेन्सीमा त्यस्तो कुनै फेन्टहरू भएको छ या कुनै एक्सिडेन्ट भएको छ भने त्यति बेला भाइटल साइन हामीले सुरुमै चेक गर्नुपर्ने हुन्छ, है। त्यो भाइटल साइनमा कुन पर्दैन भनेर तपाईँलाई सोधिरहेछ। अप्सन एमा छ रेस्पिरेटरी रेट, त्यसपछि रेस्पिरेटरी रेट भनेर सास लिइरहेको छ कि छैन त्यो कुरा हेर्नुपर्छ। ब्लड प्रेसर हाम्रो ब्लडमा चाहिँ फ्लो, बडीमा ब्लड फ्लो भइरहेको छ कि छैन त्यो भयो। ब्लड ग्लुकोज लेभल एउटा छ, एउटा पल्स रेट, एउटा पल्स हामी हेर्छौँ है। ब्लड ग्लुकोज लेभल तपाईँलाई हुँदैन, किनभने यो चाहिँ इन्भेस्टिगेसन भयो है, इन्भेस्टिगेसनका कुराभित्र आयो यो। यो चाहिँ हामीलाई कुनै डायबिटिज छ कि छैन त्यति बेला चाहिँ यो मेजर गरिन्छ, यो इम्पोर्टेन्ट हो, तर यो तपाईँलाई भाइटल साइनमा चाहिँ पर्दैन, है। भाइटल साइनमा तपाईँलाई टेम्परेचर, बडीको टेम्परेचर कस्तो छ, चिसो पुल बडी भइसकेको छ कि कस्तो छ त्यो कुरा, पल्स रेट, रेस्पिरेटरी रेट र ब्लड प्रेसर, यो चारवटा कुरा चाहिँ विशेष गरेर हेर्नै पर्छ। योमा चाहिँ ग्लुकोज चाहिँ हेरिँदैन, ब्लड ग्लुकोज लेभल हेरिँदैन, यो ल्याबोरेटरी इन्भेस्टिगेसनभित्र पर्न जान्छ। डायबिटिज डिसअर्डरको लागि टेस्ट गर्ने, डायबिटिजको बारेमा पनि बुझ्नु, डायबिटिज तपाईँलाई मेटाबोलिक डिसअर्डर हो भनेर, है। धेरै इम्पोर्टेन्ट क्वेसन छ, त्यहाँबाट पनि सोधेर आउँछ। 35 नम्बर क्वेसन छ तपाईँलाई, विच स्टेज अफ लाइफ हेज द हाइजेस्ट फिजियोलोजिकल रिक्वायरमेन्ट फर क्याल्सियम ड्यु टु रेपिड स्केलेटल ग्रोथ एन्ड बोन मिनरलाइजेसन भनेर भनेको छ, होइन। स्केलेटल ग्रोथ, बोनको ग्रोथ चाहिँ कुन स्टेजमा धेरै हुन्छ भनेर भनेको छ, है। र सबभन्दा बढी त्यही स्टेजमा क्याल्सियमको रिक्वायरमेन्ट पनि हुन्छ। अब त्यो स्टेज कुन हो लाइफको, है, लाइफको कुन स्टेज जुनमा चाहिँ बोन ग्रोथको लागि बोन ग्रोथ धेरै हुन्छ भनेर तपाईँलाई हिन्ट दिएको छ, र क्याल्सियमको आवश्यकता पर्छ भनेर मेन क्वेसन तपाईँलाई सोधेको रहेछ, है। प्रेग्नेन्सी, ओल्ड एज, चाइल्डहुडमा या एडोलेसेन्समा भनेको छ। अब एज ग्रुप यसमा बुझ्नुपर्छ, कुन कुन टाइममा तपाईँलाई कति कति हुन्छ भनेर। एडोलेसेन्स भनेर हुन्छ तपाईँलाई, एडोलेसेन्स भनेको तपाईँलाई एज ग्रुपलाई रिप्रेजेन्ट गर्छ विशेष गरेर। योमा तपाईँलाई 9देखि 18सम्मका एज ग्रुपका मान्छेहरू पर्छ, र यो एज ग्रुपमा तपाईँलाई बोन ग्रोथका या हाइट विशेष गरेर बढ्ने, बोन बढ्ने विशेष गरेर यही एजमा हुन्छ। र 40देखि तपाईँलाई 45%सम्म स्केलेटल मास तपाईँलाई यही एजमा बन्ने भएकोले, र स्केलेटल या भनौँ कि बोन ग्रोथ हुनको लागि क्याल्सियम सबभन्दा इम्पोर्टेन्ट मा पर्छ, है। त्यही भएर कति कति क्याल्सियम कुन कुन एज ग्रुपमा चाहिन्छ त्यो पनि यहाँ लिस्ट गरेको छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। अर्को चाहिँ 36 नम्बर क्वेसन है, फार्मास्युटिकल क्लासरुम युज एज हेपा फिल्टर टु मेन्टेन एसेप्टिक कन्डिसन। हेपा फिल्टर आर स्पेसली भेलिडेटेड फर इफिसियन्ट रिमुभल अफ पार्टिकल अफ विच साइज, है। अब कुन साइज भनेको छ, है, यहाँ सोधेको छ तपाईँलाई। हेपा फिल्टर तपाईँलाई युज गरिरहेछ, र हेपा फिल्टर चाहिँ तपाईँलाई इफिसियन्ट छ, तर त्यो भेलिडेटेड छ, सब कुरा राम्रो छ भने त्यसले चाहिँ कुन साइजका पार्टिकललाई रिमुभ गर्छ, या कति पर्सेन्ट भनौँ न, कति साइजका पार्टिकल विशेष गरेर हटाउने गर्छ। यहाँ चाहिँ तपाईँलाई माइक्रोनमा, तपाईँलाई माइक्रोमिटरमा तपाईँलाई रहेछ 0.5, 0.3 र 0.1 रहेछ। यसको सही अप्सन तपाईँलाई 0.3 माइक्रो पार्टिकल साइजका जति पनि पार्टिकलहरू हुन्छ त्यसलाई चाहिँ सम्म फिल्टर गर्न सक्छ। योभन्दा सानो छ भने त्यो चाहिँ पास हुन्छ, र योभन्दा माथि हुन्छ जति पनि पार्टिकलहरू हुन्छ त्यसलाई फिल्टर गर्ने गर्छ, है। अब हेपा फिल्टर तपाईँलाई, हेपाको फुल फर्म पनि डिप्लोमामा ब्याचलरमा पनि सोध्न सक्छ। यसले चाहिँ 99.97%सम्म चाहिँ के भन्छ भन्दाखेरि इफिसियन्टली काम गर्छ, है। त्योभन्दा पाछिको मेटेरियल या भनौँ कि तपाईँलाई डायमिटर कम भएका पार्टिकलहरू तपाईँलाई पास भएर जान्छ, है। अर्को 37 नम्बर क्वेसन, ए पेसेन्ट इज एडभाइज टु एभोइड टेकिङ टेट्रासाइक्लिन विथ मिल्क अर अदर डेरी प्रोडक्ट, वाट इज द प्राइमरी रिजन फर दिस रिकमेन्डेसन। एउटा टेट्रासाइक्लिन कन्ज्युम गर्ने पेसेन्ट या टेट्रासाइक्लिन डिस्पेन्स गरेका पेसेन्टलाई मिल्क खानु हुँदैन भनेर एडभाइस गरेको छ भने यसको मेन रिजन के हुन्छ भनेर तपाईँलाई सोधे रहेछ, है।
एमा छ पिएच चेन्ज इन द स्टोमक, बीमा छ तपाईँलाई इन्जाइम इन्हिबिसन, सीमा छ क्याल्सियम चिलेसन, अर्को डीमा छ तपाईँलाई ग्यास्ट्रिक इरिटेसन। करेक्ट अप्सन तपाईँलाई क्याल्सियम चिलेसन हुन्छ यसको। अनि यो जुनसुकै क्याल्सियम के अरे टेट्रासाइक्लिन ग्रुपका एन्टिबायोटिकहरू छ भने त्यति बेला तपाईँलाई मिल्कहरू डेरी प्रोडक्टहरू कन्ज्युम नगर्नु भनेर एडभाइस दिनुपर्छ र गर्नु पनि हुँदैन। त्योमा चाहिँ तपाईँलाई क्याल्सियम मेग्नेसियम आइरनहरू जस्ता यदि मेटल छ भने त्योसँग बाइन्ड गर्ने प्रोपर्टीलाई चिलेसन हुन्छ है। कम्प्लेक्स एउटा मेटल आयन कम्प्लेक्स एउटा बनाइदिन्छ होइन। त्यसले तपाईँलाई इन्सुलेबल कम्प्लेक्स हुन्छ, बडीबाट निस्किन त्यसलाई गाह्रो हुन्छ, बडीबाट स्क्रेप हुन त्यसलाई गाह्रो हुन्छ, र मिल्क पनि कन्ज्युम गर्दा त्यही कन्सिक्वेन्सेस हुन्छ। त्यही भएर तपाईँलाई त्यो एभोइड गर्न भन्छ है। अनि अब यदि कम्प्लेक्स बनाइदियो भने, इन्सुलेबल कम्प्लेक्स बनाइदियो भने त्यो बडीमा एब्जर्ब हुँदैन, बडीमा एब्जर्ब भएन भने बायोएबिलिटी बढ्दैन होइन। गेस्ट्रिक इरिटेसन हुन्छ, गेस्ट्रिक ट्र्याकमा प्रोब्लम हुन जान्छ होइन। त्यो कुराहरू तपाईँलाई प्रोब्लम देख्न सक्छ। ड्रगको त काम लागेन अर्को पनि प्रोब्लम निम्त्याइदिन्छ। त्यही भएर हामीले टेट्रासाइक्लिन कन्ज्युम गर्दा मिल्क डेली डेरी प्रोडक्टहरू कन्ज्युम गर्नु भएन। टेट्रासाइक्लिनकै अर्को क्वेसन, तपाईँहरूले टेट्रासाइक्लिन कन्ज्युम गरिरहेछ भने त्यति बेला येलो डिस्कलरेसन अफ टिथ हुन्छ है। यो कुरा पनि ध्यान दिनु। ल यहाँ चाहिँ तपाईँले टेट्रासाइक्लिनका तपाईँले के भन्छ भन्दाखेरि निमोनिक्स तरिकाले चाहिँ टेट्रासाइक्लिन ट्र्याप क्याल्सियमलाई ट्र्याप गरेर भएर बस्छ है। ड्रग चाहिँ धेरै एब्जर्ब चाहिँ बडीमा हुँदैन। 13 नम्बर क्वेसनमा छ इन ग्यास क्रोमेटोग्राफी द क्यारियर ग्यास सुड बी केमिकली इनर्ट सो द्याट इट डज नट react with sample or stationary phase which of the following is not commonly used as a carrier gas। कुन क्यारियर ग्यासमा युज गरिँदैन। अब इनर्ट सुरुमै भनिदिएको छ कि के अरे ग्यास क्रोमेटोग्राफीमा जुन क्यारियर ग्यास युज भइरहेछ त्यो चाहिँ तपाईँलाई इनर्ट हुनु पर्यो। अब यदि त्यो इनर्ट छ भने अब जुन अप्सनमा आउँछ इनर्टै आउनुपर्छ। विच द फ्लोइङ इज नट कमनली युज है। अब जुन चाहिँ तपाईँलाई युज भइरहेको छैन त्यो चाहिँ इनर्ट हुनु भएन। त्यो तरिकाले आर्गन नाइट्रोजन हिलियम र अक्सिजन रहेछ। तपाईँलाई आर्गन पनि युज हुन्छ होइन, नाइट्रोजन पनि युज हुन्छ, हिलियम पनि युज हुन्छ, अक्सिजन चाहिँ युज हुँदैन। अक्सिजन तपाईँलाई रिएक्टिभ हुन्छ, यो तपाईँलाई इनर्ट ग्यासभित्र पर्दैन है। ल यहाँ चाहिँ हिलियम नाइट्रोजन हाइड्रोजन आर्गनहरू तपाईँले सबै इनर्ट ग्यासभित्र पर्छ र यो कमनली युज हुने ग्यासहरूमा पर्छ। अक्सिजन चाहिँ तपाईँलाई रिएक्टिभ ग्यास हो, यसले चाहिँ रिएक्सन गर्छ, त्यही भएर यो चाहिँ युज हुँदैन। यो स्याम्पलसँग पनि रिएक्सन गरेर चाहिँ इन्ट्याक्ट भएर बसिदिन सक्छ, कोलोमा चाहिँ सेपरेट नहुन दिन सक्छ। र ग्यास क्रोमेटोग्राफीमा हामी जुनसुकै बेला के भन्छ भन्दाखेरि क्यारियर ग्यास युज गरिरहेछौँ भने या स्याम्पल विशेष गरेर भनौँ स्याम्पल युज गरिरहेछौँ भने स्याम्पल चाहिँ हामीले हिट गरेर भेपोराइज गरेर युज गर्नुपर्ने हुन्छ। त्यही भएर ग्यास क्रोमेटोग्राफीमा हाम्रो जुन मेटेरियल भेपोराइज हुन्छ त्यही एनालाइसिस गर्न मिल्छ, अरू चाहिँ गर्न मिल्दैन है। यो कुरा बुझ्नुपर्छ। 39 नम्बर क्वेसनमा छ तपाईँलाई ए न्यू बोर्न डेभलप्ड एब्डोमिनल डिस्टेन्सन है, भोमिटिङ अनि साइनोसिस एनएस ग्रे डिस्कलोरेसन अफ द स्किन आफ्टर रिसिभिङ एन्टिबायोटिक है। अब यो पुरै बुझ्नु है। यस ग्रे डिस्कलोरेसन अफ स्किनको डिस्कलोरेसन भएको छ, भोमिट पनि भइरहेछ, डिस्टेन्सन पनि भएको छ, यस्तो यस्तो प्रब्लम छ एन्टिबायोटिक कन्ज्युम गरेपछि है। विच ड्रग इज मोस्ट लाइकली रेस्पोन्सिबल फर दिस एडभर्स इफेक्ट। हामीले एडभर्स इफेक्ट पर्दाखेरि हामीले रेडमेन सिन्ड्रम ग्रेमेन सिन्ड्रम होइन डिफ्रेन्ट टाइपको त्यो तरिकाले पढेको थियौँ। अलिकति याद गर्नु, कलरको कुरा भइरहेछ, ड्रगको भइरहेछ, एन्टिबायोटिकको कुरा भइरहेछ, यो सबै कुरा एकचोटि रिकल गर्नु दिमागमा। ल अब हेर्नु क्लोरामफेनिकल स्ट्रेप्टोमाइसिन टेट्रासाइक्लिन पेनिसिलिन यो चाहिँ सिन्ड्रोमका कुरा गरिरहेछ। डिस्कलोरेसन ग्रे बेबी सिन्ड्रोम हामी पढाएको थियौँ है हो। त्यति बेला चाहिँ के सिनारी आएको थियो त्यो तरिकाले क्वेसनलाई लिङ्क गर्न कोसिस गर्नु। यस्तो यस्तो क्वेसन आयो भने मान्छेले नपढेको झुकिने क्वेसन छ, तर क्वेसन चाहिँ इजी छ है। यो तरिकाले हेर्नु ल। यो क्लोरामफेनिकलले तपाईँलाई ग्रे बेबी सिन्ड्रोम देखाउँछ है। यो चाहिँ ग्रे बेबी सिन्ड्रोमको यस ग्रे डिस्कलोरेसन भनेको चाहिँ आस ग्रे डिस्कलोरेसन भनेर तपाईँले त्यो तरिकाले बुझ्न सक्नुहुन्छ है। डिफ्रेन्ट ड्रग जुन ड्रगले के कुन कुन सिन्ड्रोम देखाइरहेछ होइन त्यो कुरा पनि हामीले लिस्ट गरिदिएको छु। एस्पिरिनले रेज बेबी सिन्ड्रोम देखाउँछ, यो पनि सोधिने क्वेसन हो। भेन्कोमाइसिनले तपाईँलाई रेडमेन सिन्ड्रोम देखाउँछ। अनि ग्रे बेबी सिन्ड्रोम भनेर तपाईँलाई न्यू बोर्न भनेको छ, ग्रे बेबी बेबी त आइ नै हाल्यो होइन। यो तरिकाले तपाईँले क्वेसन ट्विस्ट गर्नुभयो, क्वेसन राम्रोसँग पढेर बुझ्नुभयो भने बुझिन्छ है। इक्जाममा चाहिँ हतार हुन्छ, त्यति बेला अलि ध्यान दिएर पढ्नु। 14 नम्बर क्वेसन छ तपाईँलाई आइएसओ 4000 इज प्राइमरी एसोसिएटेड विच
विच अफ द फ्लोइङ म्यानेजमेन्ट सिस्टम है 14,000 चाहिँ आइएसओ 14,000 कुन स्ट्यान्डर्डसँग मतलब यो स्ट्यान्डर्ड चाहिँ कुन म्यानेजमेन्टसँग रिलेसन राख्छ भनेर तपाईँलाई सोधेको छ है क्वालिटी म्यानेजमेन्ट सिस्टम इन्भाइरोमेन्टल म्यानेजमेन्ट अनि त्यसपछि फुड सेफ्टी ओकुपेसनल हेल्थ एन्ड सेफ्टी भनेर तपाईँलाई अप्सनमा दिएको छ यसको करेक्ट अप्सन तपाईँलाई बी हुन्छ इन्भाइरोमेन्टल म्यानेजमेन्ट हुन्छ यहाँ चाहिँ सोधिने इक्जाममा तपाईँहरूलाई भेजिटल फार्मेसीको लागि मोस्ट इम्पोर्टेन्ट छ यो तपाईँहरूलाई आइएसओ 9,001 को सोधिरहेको हुन्छ 40,001 40,000 भन्नाले 40,001 नै भयो है त्यही हो एउटा कुरा अनि त्यो तरिकाले तपाईँलाई यो दुईवटा सोधिरहेको हुन्छ इन्भाइरोमेन्टलको बढी सोध्छ अनि क्वालिटी म्यानेजमेन्ट सिस्टमको तपाईँलाई बढी सोध्छ यो दुईवटा क्वेसन चाहिँ धेरै हाइलाइटेडमा आउँछ अनि सोध्न पनि सोध्छ पनि 41 नम्बर क्वेसनमा छ तपाईँलाई which analytical instrument is used to measure the mass to charge ratio of ions आयोन्सका तपाईँलाई मास टु चार्ज रेसियो कुन इन्स्ट्रुमेन्टल टेक्निकले एनालाइटिकल टेक्निकले तपाईँलाई मेजर गर्छ भनेर कुन प्रिन्सिपल हो भनेर मेन प्रिन्सिपल भनेर तपाईँलाई सोधेको छ एनालाइटिकल इन्स्ट्रुमेन्टको तपाईँलाई कुन यो मास टु चार्ज रेसियोको आधारमा रिजल्ट दिने गर्छ भनेर सोधेर चाहिँ अप्सन एमा चाहिँ तपाईँलाई युभी स्पेक्ट्रोमिटर बीमा चाहिँ तपाईँलाई मास स्पेक्ट्रोस्कोपी सीमा चाहिँ तपाईँलाई पिएच मिटर र डीमा चाहिँ तपाईँलाई पोलारिमेट्री है यो चारवटा अप्सन छ चारवटा अप्सनमा तपाईँलाई मास टु चार्ज रेसियो तपाईँलाई मास स्पेक्ट्रोस्कोपीबाट तपाईँलाई के गर्ने गर्छ है मास टु चार्ज रेसियो तपाईँले मास स्पेक्ट्रोस्कोपीबाट गर्ने गर्छ अनि योमा के छ कि मोलिकुलर वेटका आधारमा तपाईँले कुनै पनि कम्पाउन्डको कति के भन्छ कि अ, है ल मोलिकुलर वेटका आधारमा कम्पाउन्डलाई सेपरेट गरेर अनि त्यसको चाहिँ तपाईँलाई रिजल्ट चाहिँ दिने गर्छ मास कति हो होइन त्यो अनुसार यो गर्ने गर्छ यहाँ डिफ्रेन्ट टेक्निकहरू छ इन्स्ट्रुमेन्टहरू छ र त्यो इन्स्ट्रुमेन्टको प्राइमरी फङ्सन के हो के का लागि गरिन्छ कुन प्रिन्सिपलमा काम गर्छ त्यो तरिकाले यहाँ लिस्ट छ यो तरिकाले तपाईँहरूले हेर्न सक्नुहुन्छ धेरै इम्पोर्टेन्ट छ यहाँबाट भेचुअल फार्मेसीको लागि जहिले पनि यहाँबाट क्वेसन सोधेर हुन्छ एउटा दुइटा है अर्को छ तपाईँलाई 42 नम्बर क्वेसन द कन्सेप्ट अफ प्राइमरी हेल्थ केयर वाज ओफिसियली डिक्लेयर इन विच इयर कुन इयरमा आएको हो भनेर भनेको छ आमा अल्ट्रालाको डिक्लेरेसनबाट यसको स्टार्ट भएको थियो 1978मा भएको छ यसको त अब भेरी पढ्नै पर्दैन 1978बाट तपाईँलाई आमा अल्ट्रालाको डिक्लेरेसन भयो त्यहीँबाट प्राइमरी हेल्थ केयरका ओफिसियल डिक्लेरेसन भएको हो है धेरै इम्पोर्टेन्ट छ तपाईँहरूलाई यो क्वेसन पनि डिप्लोमालाई पनि बेचलरलाई पनि डिप्लोमालाई त कतिचोटि यो क्वेसन सोधिसकेको छ ल आमाल्टलाको अब डिफ्रेन्ट यस्तै यस्तै अर्गनाइजेसन के छ आमाल्टा तपाईँलाई विशेष गरी मात्रै सोध्छ वाटाहरू अर्को तपाईँ एसडिजीको पनि सोध्न सक्छ है यो तरिकाले तपाईँहरूले पढ्नुभयो भने सस्टेनेबल डेभलपमेन्ट गोलका आइएसडिजी भन्छ होइन मिलेनियम डेभलपमेन्ट गोल सस्टेनेबल डेभलपमेन्ट गोल कलेक्टलेबाट आएको हो भनेर तपाईँलाई सोध्न सक्छ त्यो पनि इम्पोर्टेन्ट हो हेर्नु 43 नम्बर क्वेसनमा छ वेटिङ एजेन्ट जेनरली हेभ ए हाइड्रोफिलिक लिपोफिलिक ब्यालेन्स एचबिएल ब्यालेन्स भन्छ भेल्यु इन विच अफ द फ्लोइङ रेन्ज है कुन रेन्जमा हुन्छ भनेर तपाईँलाई सोधेको छ वेटिङ एजेन्टका है वेटिङ एजेन्टका सोधेको छ 1 देखि 3 हो कि 4 देखि 6 हो कि 7 देखि 9 कि 10 देखि 12 हो 7 देखि 9मा तपाईँले वेटिङ एजेन्टहरूको एचबिएल भित्र तपाईँले वेटिङ एजेन्ट पर्ने गर्छ है ल यहाँ चाहिँ डिफ्रेन्ट एचबिएल भेल्युजहरू छ होइन अब एन्टी फोमिङ एजेन्टको कति हुन्छ त्यसपछि वेल इन वाटर इमल्सिफायरको कति हुन्छ वाटर इन वेलको इमल्सिफायरको कति हुन्छ वेटिङ एजेन्ट डिफ्रेन्ट यहाँ छ यो पढ्नु यहाँबाट पनि धेरै क्वेसन सोधेर हुन्छ है बेचलर फार्मेसीको लागि यहाँबाट मोस्ट इम्पोर्टेन्ट तरिकाले सोध्छ 44 नम्बर क्वेसनमा छ तपाईँलाई इन प्रिस्क्रिप्सन द एब्रिभेसन्स पिआरएन इन्डिकेट्स विच अफ द फ्लोइङ पिआरएनको मिनिङ के हो भनेर भनेको छ once a day is needed before meal or at a bedtime is needed है पिआरएन र एसओएसमा डिफ्रेन्ट नगर्नु यो दुइटै चाहिँ उस्ता उस्तै छ त्यो झुकिरहेको हुन्छ एज निडेड भनेर यसको अप्सनमा करेक्ट अप्सन भयो है ल यहाँ पिआरएनदेखि लिएर सबै चाहिँ एसओएस भनेको एसओएस त पिआरएन उयो चाहिँ हुन निडेड हुन नेसेसरी उही कुरा उस्ता उस्तै छ है फेरि ल अप्सनमा कुन दिएको छ अप्सन अनुसार तपाईँहरूले टेली गर्न सक्नुहुन्छ र यहाँ मैले लिस्ट गरिदिएको छु यहाँबाट पढ्नु योहरू इम्पोर्टेन्ट छ सोध्छ 45 नम्बर क्वेसनमा चाहिँ तपाईँलाई इन्फर्मास्युटिकल एक्सट्राक्सनमा तपाईँलाई कुनै पनि कम्पाउन्ड छ भने कुनै पनि र मेटेरियल छ भने र मेटेरियल भन्दा नि क्रुड ड्रग भनौँ न कुनै पनि प्लान्टहरू छ भने त्यहाँबाट एक्सट्र्याक्ट गर्ने प्रोसेसमा मेन्स्ट्रम कसलाई भन्छ भनेर सोधेको रहेछ है द टर्म मेन्स्ट्रम भनेर केलाई सोधेको छ एक्टिभ इन्ग्रिडियन्ट प्रेजेन्ट इन द क्रुड ड्रग त्यसपछि बिमा चाहिँ तपाईँलाई सोल्भेन्ट युज फर एक्सट्र्याक्सन इन्सुलुबल रेसिड्यू आफ्टर
एक्सट्र्याक्सन नन एभ भनेको छ। यसको बी अप्सन करेक्ट अप्सन हो। सोल्भेन्ट जुन युज गर्छौँ हामी त्यो सोल्भेन्टलाई मेन्स्ट्रम भन्छ है। अनि रेसिड्यु हुन्छ तपाईँलाई जुन चाहिँ इन्सोल्युबल बाँकी रहन्छ रेसिड्यु, त्यसलाई मार्क भन्छ, एमएआरसी मार्क भन्छ होइन। यो बुझ्नु, यो कुराहरू तपाईँलाई सोधेर आउँछ। मेन्स्ट्रम भनेको त्यो जुन युज गरिन्छ, त्यो लिक्विड युज गरिन्छ, सोल्भेन्ट युज गरिन्छ एक्सट्र्याक्सनको लागि, त्यो सोल्भेन्टलाई तपाईँलाई मेन्स्ट्रम भन्छ है। मार्क भनेको तपाईँलाई रेसिड्यु बाँकी भएको हो, रेसिड्यु भन्छ है। ल इन्स्टेबल रेसिड्यु मार्कबाट छ है। डिफ्रेन्ट यहाँ छ मार्केसन, प्रोकेसन, इन्फ्युजन, डिकक्सन, योहरू छ, यहाँ तपाईँले हेर्न सक्नुहुन्छ है। हाइड्रोअल्कोहलहरू छ भने त्यसलाई टिन्चर भन्छ है। ल 46 नम्बर क्वेसनमा चाहिँ तपाईँलाई वाट इज द मेजर सोर्स अफ हेल्थ केयर फाइनेन्सिङ इन नेपाल? हेल्थ केयर फाइनेन्सिङका मेन सोर्स के हो भनेर सोध्नु। आउट अफ पोकेट एक्सपेन्स, गभर्मेन्ट सपोर्ट, इन्सुरेन्स र इन्टरनेसनल अर्गनाइजेसन। यसको करेक्ट अप्सन तपाईँलाई आउट अफ पोकेट हुन्छ। हामीले आफ्नो पैसाले बढी खर्च गर्छौँ आफ्नो इलाज गराउनको लागि है। योमा चाहिँ गभर्मेन्ट सपोर्ट अलिक कम छ होइन। अरू अरू छ, अरू सबै छ तर कम कम छ। आउट अफ पोकेट नै बढी छ नेपालमा। 47 नम्बर क्वेसनमा छ इन नेपाल द हेल्थ टेक्नोलोजी प्रोडक्ट एन्ड मेडिकल डिभाइसेस डाइरेक्टिभ्स वाज एस्टाब्लिस इन विच इयर? कुन इयरमा भएको छ? भर्खरै भर्खरै केही दिन अगाडि भएको छ, यो केही साल अगाडि भएको छ। त्यो 2074, 2072, 2068, 2070 लेटेस्टमै भएको छ, 2074मा भएको छ है। यहाँ डिफ्रेन्ट डेटहरू छ होइन। यो डेटहरू हेर्नु बुझ्नु होइन। यहाँबाट तपाईँलाई सोध्न सक्छ। नेपाल फार्मेसी काउन्सिल एक्ट कहिले आयो, रेगुलेसन कहिले आयो, अनि के भन्छ भन्दाखेरि तपाईँले यो नेपाल फार्मेसी काउन्सिलको तिनवटा डेट लगातार आउँछ नि। नेपाल फार्मेसी काउन्सिलको स्थापना 2057मा, 58मा रेगुलेसन स्थापना भयो, 59मा तपाईँलाई नेपाल फार्मेसी काउन्सिल रेगुलेसन आयो है। यो तरिकाले तपाईँलाई पढ्नु, सोध्नु क्वेसनमा त्यो पर्छ है। ल अब 48 नम्बर क्वेसनमा छ विच द फ्लोइङ इज द साइन्टिफिक नेम अफ फिनेल है। सो हुन्छ नि त्यसको ए कमनली युज एरोमेटिक मेडिसिनल प्लान्ट बिलोङ्स टु फ्यामिली अफ एपिसी, एपिसी फ्यामिलीबाट पर्छ। एरोमेटिक मेडिकल प्लान्टमा युज हुन्छ। यसको साइन्टिफिक नेम के हो भनेर सोधेछ होइन। अब यसको तपाईँले सुरुमै यसको एप्सन आयो, क्विनिकुलम भुलेरिया भनेर आयो। पिपर निर्ग्रम छ, एपियम ग्लोभेरिन छ, त्यो क्यारियम क्यारिबी छ है। योमा त करेक्ट अप्सन तपाईँलाई ए हुन्छ, तपाईँलाई फुनिकुलम भलेरिया भनेर छ है। यो चाहिँ करेक्ट अप्सन हुन्छ यसको। र सुप भनेको त ड्राई ड्राई फ्रुट हो यो होइन। कोमेटिभ एरोमेटिभ एरोमेटिक नेचरका डाइजेसन इम्प्रुभ गर्नको लागि युज हुन्छ, फ्लेभर एजेन्टको लागि पनि युज हुन्छ होइन। सौँफ हामी यहाँ आफ्नो भाषामा चाहिँ यसलाई भन्छौँ है। 49 नम्बर क्वेसनमा छ तपाईँलाई एकर्डिङ टु नेपाल नेसनल इसेन्सियल मेडिकल लिस्ट होइन। इसेन्सियल मेडिसिन लिस्टको कुरा गरेको छ तपाईँलाई 2001 हाउ मेनी मेडिसिन्स आर इन्क्लुडेड इन द लिस्ट? लिस्टमा कतिवटा मेडिसिन छ भनेर भनेको छ। 359 मेडिसिन हो कि तपाईँलाई 321 हो कि 398 हो कि 397 हो? 398 यसको करेक्ट अप्सन हुन्छ। धेरैचोटि यो क्वेसन पनि सोध्छ होइन। अहिलेसम्म 6 चोटि रिभाइज भइसकेको छ। 2021मा भएको रिभिजन तपाईँलाई 6th रिभिजनभित्र पर्छ। लेटेस्ट रिभिजन पनि 2021मै भएको हो है। धेरै इम्पोर्टेन्ट छ, तपाईँले बुझ्नु है। ल 50 नम्बर क्वेसनमा छ तपाईँलाई इन टोटल प्यारेन्टल न्युट्रिसन लिपिड इमल्सन इज प्राइमरी युज एज अ कन्सन्ट्रेटेड सोर्स अफ इनर्जी एप्रोक्सिमेटली हाउ मेनी किलोक्यालोरिज डज लिपिड प्रोभाइड पर ग्राम है। ल लिपिडको बारेमा सोधे रहेछ। त्यो क्वेसन पढिसकेपछि एउटा स्टेट क्वेसन आउँछ तपाईँलाई लिपिडको कति किलोक्यालोरिज हो भनेर सोधे रहेछ। मैले भनेको थिएँ तपाईँलाई लिपिड र फ्याट दुइटै बोसु युथ जस्तो सुनिन्छ है, बोसु जस्तो देखिन्छ भने यसलाई तपाईँहरूले अलिक बढी मान्नु, र कार्बोहाइड्रेट र प्रोटिन कम हुन्छ यसको। र दुइटैको हेर्दाखेरि यो चारवटा कुरा आउने भयो। कार्बोहाइड्रेट र तपाईँलाई के भन्छ कि प्रोटिन कम हुन्छ, एउटै भेल्यु छ। अनि अर्को तपाईँलाई फ्याट र लिपिड यसको पनि बढी हुन्छ र एउटै भेल्यु छ है। अब 9 र 4 मात्र याद गर्नु। 9 भनेको तपाईँलाई फ्याट र लिपिडको लागि हो, 4 भनेको तपाईँलाई प्रोटिन र कार्बोहाइड्रेटको लागि हो है। ल यसको 9 हुन्छ, तपाईँलाई लिपिडको बारेमा सोधेछ 9 हुन्छ। यहाँ हामीले लिस्ट गरेर राखिदिएको छु। धेरै इम्पोर्टेन्ट छ, तपाईँहरूले पढ्नु बुझ्नु राम्रोसँग है। यहाँबाट जहिले नि एउटा क्वेसन सोधिरहन्छ है। ल 51 नम्बर एमसिक्यू अब छ। योमा तपाईँलाई त नेपाल फार्मास्युटिकल एसोसिएसन द प्रोफेसनल अर्गनाइजेसन रिप्रेजेन्टिङ फार्मासिस्ट इन नेपाल वाज इस्टेब्लिस्ड इन, कहिले यसको स्थापना भयो भनेर तपाईँलाई सोधिरहेछ है। एनपिएको स्थापना 1971, 1972, 1973, 1974, 1972मा यसको स्थापना भएको
हो है। एनपिएको स्थापना 1992मा भएको हो। त्यसपछि तपाईँलाई इन्टरमिडिएट लेभल अफ फार्मेसी ट्युबाट जुन स्टार्ट भएको थियो त्यो पनि तपाईँले 1972मै भएको थियो होइन। डेटहरू इम्पोर्टेन्ट छ बुझ्नु। 52 नम्बर एमसिक्यू रहेछ। ओमालिजम इज ए मोनोक्लोनल एन्टिबडी युज्ड इन द ट्रिटमेन्ट अफ एलर्जिक अस्थमा एन्ड क्रोनिक स्पोन्टेनियस युटिकारिया। इट इज यु क्लासिफाइड एज विच अफ द फ्लोइङ। कुन क्लासमा चाहिँ यसलाई क्लासिफाई गर्न सक्छौँ, केमा क्लासिफाई गर्न सक्छौँ भनेर भनेको छ है। अब यो क्वेसन पढ्दाखेरि सबभन्दा पहिला बुझ्नुपर्छ कि चाहिँ ओमोलिजम इज ए मोनोक्लोनल एन्टिबडी, अलरेडी एन्टिबडी भनिदिएको छ है। युज इन द ट्रिटमेन्ट अफ एलर्जिक आस्थमा। एलर्जिक आस्थमाको एउटा पनि कुरा गरेको छ है। अब अप्सन हेरौँ यहाँ। यहाँ फर्स्ट एमा रहेछ तपाईँलाई मास्ट सेल स्टेबिलाइजर, बीमा रहेछ कर्टिकोस्टेरोइड, सीमा रहेछ एन्टी आइजी, ई एन्टिबडी मतलब इम्युनोग्लोबुलिनको ईको कुरा गरेको छ, अनि डीमा छ तपाईँलाई एन्टिक्लोनर्जिक है। अब यहाँ सुरुमै भनिदिएको छ कि यो चाहिँ मोनोक्लोनल एन्टिबडी हो है। लास्टमा सोधेको छ कुन क्लासमा चाहिँ क्लासिफाई गर्न सक्छौँ होइन। अब यो तरिकाले पूछ्छ इजी बन्न जान्छ, एन्टिबडीको कुरा माथि नै गरिदिएको छ भने अब क्वेसन पढ्दाखेरि एन्टिबडी त एउटा मात्र छ होइन। त्यो तरिकाले पनि हामीले लगाउन सक्छौँ। आस्थमाको कुरा गरेको छ। आस्थमा तपाईँलाई एलर्जीको कारणले हुन्छ र एलर्जीमा तपाईँलाई आइजिई इम्युनोग्लोबुलिन चाहिँ हाम्रो बडीमा चाहिँ बढी भएको देखिन्छ है। त्यति बेला पनि आइजिई त्यो तरिकाले पनि लगाउन सक्छौँ। कति कति बेला तपाईँलाई क्वेसनमै त्यसको एन्सर हुन्छ है। त्यही भएर क्वेसन राम्रोसँग पढ्नुभयो भने तपाईँले बुझ्न सक्नुहुन्छ। ल अब ओमालिजम भनेको तपाईँलाई हुमनाइज्ड मोन्टिक्लोनल एन्टिबडी हो होइन। अब यो चाहिँ विशेष गरेर एलर्जीको कन्डिसनमा चाहिँ युज गर्ने भनौँ न त्यो तरिकाले आउँछ। र आइजिई भनेको तपाईँलाई इमोग्लोबुलिन हो जुन चाहिँ एलर्जी भएको कन्डिसनमा, आस्थमा भएको कन्डिसनमा, त्यस्तो कन्डिसनमा तपाईँलाई विशेष गरेर मास्ट सेलको माथि चाहिँ एट्याच भएर पाउँछ। बेसोफिलहरूको माथि चाहिँ एट्याच भएर यो चाहिँ पाउँछ। बडीमा प्रोडक्सन अलिक बढी हुन्छ भनेर बुझ्नु पर्यो है। ल अब चाहिँ निमोनिक सेर्ने हो भने तपाईँलाई इम्युनोग्लोबुलिनहरूको भने गेम डे भनेर तपाईँले सम्झिँदा हुन्छ होइन। आइजिजी भनेको तपाईँलाई सबभन्दा बढी पाइने प्लेसेन्टा क्रस गर्ने होइन। हिजो रातिको क्लासमा मैले सायद भनेको थियो होला, यो रेकर्ड पनि गर्न बाँकी नै थियो। यो धेरै इम्पोर्टेन्ट छ होइन। अब आइजिए भनेको तपाईँलाई सलाइभा टियरहरूमा चाहिँ बढी पाउँछ होइन, मदर मिल्कमा बढी पाउँछ। आइजिएम भनेको तपाईँलाई फर्स्ट एन्टिबडी हो जुन चाहिँ तपाईँलाई इम्युनो रिस्पोन्सको लागि बडीमा जेनेरेट हुन्छ। के अरे तपाईँलाई रिस्पोन्सको रूपमा आउँछ। त्यस पिआइजिई भनेको तपाईँलाई एलर्जिक रिएक्सनहरूमा प्यारासाइटिक इन्फेक्सनहरू कुनै भयो भने त्यस्तो इन्फेक्सनहरूमा तपाईँलाई सबभन्दा बढी पहिला चाहिँ सेक्रेट हुन्छ। आइजिडी भनेको तपाईँलाई बिटा सेल रिसेप्टरसँग तपाईँलाई के भन्छ कि मेनली त्यो बिटा सेलको फङ्सनको लागि तपाईँलाई एक्टिभेट गर्नको लागि यो चाहिँ भन्छ। अब यसको डिफ्रेन्ट काम प्लेसेन्टा क्रस गर्ने भनेको आइजिजी भयो होइन। तपाईँलाई यस्तै एलर्जीमा तपाईँलाई आइजिई हुन्छ। यो तरिकाले तपाईँहरूले बुझ्नुपर्छ। मर्दर टु फिटसमा कुन जान्छ भनेर पनि सोध्न सक्छ। जसले प्लेसेन्टा क्रस गर्छ त्यो जान्छ, आइजिजी जान्छ है। यो तरिकाले एमसिक्यूहरू यहाँबाट बनिरहेको हुन्छ। माइक्रोबायोलोजीको अलिक इम्पोर्टेन्ट हो, डिप्लोमालाई पनि र बेचलरलाई पनि। 53 नम्बर अफ के अरे क्वेसनमा रहेछ तपाईँलाई इन इन्फ्रारेड स्पेक्ट्रोस्कोपी द फिङ्गरप्रिन्ट रिजन इज अ portion of the IR spectrum used for the unique identification of compound. It is located between which of the following wave number range है। अब तपाईँलाई यहाँ पुरै क्वेसन राम्रोसँग हेर्नुभयो भने फिङ्गरप्रिन्टको कुरा गरिरहेछ। इन्फ्रारेड स्पेक्ट्रोस्कोपीको भिडियो मैले हिजो नै अपलोड गरिसकेको थिएँ। त्यहाँ तपाईँलाई फिङ्गरप्रिन्ट रिजन र एउटा तपाईँलाई फङ्सन ग्रुप रिजन थियो है। फिङ्गरप्रिन्ट रिजन तपाईँलाई 1500देखि 400सम्म थियो भने के भन्छ भन्दाखेरि फङ्सन ग्रुप रिजन तपाईँलाई 4000देखि 1500सम्म थियो है। यो रेन्ज चाहिँ तपाईँले दुइटै धेरै इम्पोर्टेन्ट र धेरैचोटि क्वेसन सोधेको छ है। यहाँ हाम्रो क्वेसन हेर 4000देखि 3000सम्म यो त कुनै रेन्जमै आउँदैन। 1500देखि 400सम्म यो रेन्ज तपाईँलाई फिङ्गरप्रिन्ट रिजनको हो, यो करेक्ट अप्सन हो। सी नम्बरको तपाईँलाई 10 टु 100 भनेको यो पनि हुँदैन होइन। 100 टु 10 छ बरु होइन। 100 टु 10मा तपाईँले के भन्छ भन्दाखेरि फार आइआर पर्ने गर्छ है। त्यो अर्को बेला यो होइन, सेन्टिमिटर बेला होइन त्यो अर्को तरिकाले। ल नियर मिड फार भनेर पढिरहेको थियौँ हामी त्यो। र फार्मा इन्डस्ट्रीमा तपाईँलाई फार भनेको अहिले पर्छौँ हामी, त्यो पनि हेराइदिन्छु। यो क्लासमा पनि अपलोड गरिदिएको थियौँ यहाँ पनि। करेक्ट अप्सन तपाईँलाई 1500 टु 400 यसको हुन्छ है। ल फङ्सन ग्रुप रिजन तपाईँलाई 4000देखि लिएर 1500सम्म हुन्छ होइन। र तपाईँले फिङ्गरप्रिन्ट रिजन तपाईँलाई 1500देखि 400सम्म हुन्छ। धेरै इम्पोर्टेन्ट छ, जसले पनि तपाईँलाई सोधेर हुन्छ। ल
अब यो तपाईँलाई इन्फ्रारेड स्पेक्ट्रोस्कोपी चाहिँ हिजो क्लासमा मैले तपाईँलाई अलरेडी पुरै एक्सप्लेन गरेर तपाईँलाई अलरेडी राखिदिइसकेको छु होइन। तपाईँले त्यहाँबाट यो भिडियो चाहिँ हेर्दा हुन्छ है। च्यानलमा जानुभयो भने त्यहाँबाट तपाईँलाई राम्रोसँग एक्सप्लेन गरेर मैले यो भिडियो राखिदिएको छु, धेरै इम्पोर्टेन्ट पनि छ होइन। जुन जुन कुरा तपाईँलाई बढी सोध्छ त्यो त्यो कुराहरू सबै मैले चाहिँ त्यहाँ गएर राखिदिएको छु, तपाईँ त्यहाँबाट हेर्दा हुन्छ है। म यो सर र तपाईँलाई रेफरेन्सको लागि मात्र यो राखिदिरहेको छु। अनि यसलाई चाहिँ मैले नेक्स्ट क्वेसनतिर जान्छु है। यो रिजनहरू तपाईँलाई फङ्सन ग्रुप कति हो होइन। फङ्सन ग्रुपमा तपाईँलाई अल्कोहलको ओएच ग्रुप तपाईँलाई 32 to 3600 ब्रोड पिक सो गर्छ होइन। त्यसपछि तपाईँलाई कार्बोक्जिलिक एसिडका धेरै नै ब्रोड गर्छ, तर यो चाहिँ 2500 देखि 3300सम्म पुगिन्छ, 28 रेन्जको बिचमा तपाईँलाई देखिन्छ यो पिकहरू होइन। अल्केनको यदि छ भने तपाईँलाई 2800 to 3000सम्ममा देखिन्छ। अनि त्यसपछि कार्बनमा डबल बोन्ड छ भने त्यसको डिफ्रेन्ट स्ट्रक्चरमा बोन्डहरू भएका अनि डिफ्रेन्ट स्ट्रक्चरमा कम्पाउन्डहरू भएका आधारमा चाहिँ यहाँ वेभलेन्थमा चाहिँ वेभलेन्थहरू देखिन्छ है। जुन तपाईँले के भन्छ भन्दाखेरि कम्पाउन्डमा जुन तरिकाको बोन्ड हुन्छ त्यही तरिकाको चाहिँ इन्फ्रारेड रेडिएसन चाहिँ एब्जर्ब गर्छ। अनि जुन तरिकाले जुन फ्रिक्वेन्सीमा एब्जर्ब गरेको छ त्यही अनुसार चाहिँ आफ्नो भाइब्रेट हुन्छ कम्पाउन्डहरू। र भाइब्रेसनका आधारमा हामीले वेभलेन्थमा चाहिँ के भन्छ भन्दाखेरि स्पेक्ट्रोग्राममा होइन, ग्राफमा चाहिँ ग्राफ देखिन्छ, त्यो अनुसार हामी गर्छौँ। हिजो क्लासमा रातिको क्लासमा के अरे हिजो मैले बनाएको भिडियोमा अपलोड गरेको थिएँ राति, त्यहाँ हामीले मजाले यो चाहिँ एक्सप्लेन गरेको छु है। ल यति कुरा छ यहाँ होइन। अर्को क्वेसनतिर हामी जाऊँ अब। ल 54 नम्बर एमसिक्यूमा छ तपाईँलाई, इन इन्डिया द ल द्याट रेगुलेट्स द इम्पोर्ट म्यानुफ्याक्चर डिस्ट्रिब्युसन सेल लेबलिङ एन्ड क्वालिटी स्ट्यान्डर्ड अफ कस्मेटिक प्रोडक्ट इज नन एज विच अफ द फ्लोइङ एक्ट भनेको रहेछ। कस्मेटिक रेगुलेसन एक्ट 1965, ड्रग एन्ड कस्मेटिक एक्ट 1940, कन्ज्युमर प्रोटेक्सन एक्ट 1986 र पब्लिक हेल्थ सेफ्टी एक्ट भनेर भनेको छ तपाईँलाई। योमा ड्रग एन्ड कस्मेटिक एक्ट भनेर एउटै एक्ट छ इन्डियामा। तपाईँलाई यसले नै सबै कुरा चाहिँ तपाईँलाई हेर्ने गर्छ। बी नम्बर अप्सन राइट अप्सन हो। यसको 1940मा यो तपाईँले सोधिरह हुन्छ है, यो इजी छ।